सुरुबाट सुरु मतिजी वेलकम ब्याक थ्याङ्क यू के छ हाल खबर ठिक छ हामी लास्ट टाइम पोडकास्ट बनाएपछि इट्स बिन अ वाइल अनि के भइरहेछ तपाईँको प्रोफेसनल पर्सनल लाइफमा एनिथिङ सिग्निफिकेन्ट त्यस्तो केही छैन अघि मैले भनेको थिएँ नि लास्ट टाइम पोडकास्ट बनाएपछि यति थाकियो कि 1.5 महिना जति बिदा लिनु पर्यो धेरैजनाले रेस्पोन्स राम्रो गरेर कि वेल अब त्यो त रेस्पोन्स त त्यस्तै हो तर न इट वाज ओके अब लास्ट टाइम पछि अब क्रिसमसको ब्रेक पनि भयो होइन बच्चाहरूको छुट्टी पनि त्यही बेलामा हुन्छ अनि त्यही भएर नेपालतिर घुम्न गयो त्यहाँमाथि म फेरि नेपाल खासै घुमेको थिइनँ क्या अब 12 सकेर यता आयो होइन अब 12सम्म पढाइ नै हुन्छ खासै घुम्ने चलन थिएन अनि त्यसपछि यसपालि चाहिँ नेपाल पूर्व पश्चिम मजाले डुलेर टन्न टिकटक भिडियो बनायो तपाईँको टिकटकहरू त देख्न पाइएको थियो नेपालमा चाहिँ +2सम्म त जाने भने त्यही इलाम अथवा हेटौँडाको स्कुल टुर गइन्थ्यो हामी पनि त्योभन्दा बढी चाहिँ तपाईँहरू त त्यो हेटौँडासम्म जानुभयो हामी त 3 नम्बर पुलमा पिकनिक त्यो पनि देउस खेलेको पैसाले ओके तपाईँको घर चाहिँ नेपालमा ठ्याक्कै भन्नुपर्दा हाम्रो अडियन्सलाई मेरो सिमरा बारा जिल्ला हो होइन अहिले वीरगन्ज जानको लागि चाहिँ अब सिमरामा एयरपोर्ट भएको कारणले गर्दा पनि इन्डस्ट्रियल एरिया भएर एकदमै फेमस छ पहिला चाहिँ सानो रोडको वारी र पारी मेन रोडको वारी र पारी बस्ती हुन्थ्यो बाँकी सबै जङ्गल र खेत मात्रै हुन्थ्यो तर अहिले चाहिँ धेरै नै ठुलो भइसकेको छ सहरीकरण भइसक्यो होइन नेपाल फास्ट पेसमा डेभलप भइरहेछ एकदम फास्ट अब त झनै होला होइन यसो हेर्दाखेरि कुरा सुन्यो भेरी मच लुकिङ फरवर्ड टु इट होइन आज हामीले युजफुल युजलेस कुराहरू लास्ट टाइम गरेका थियौँ होइन आई थिङ्क आज हामीले चाहिँ एउटा तपाईँको प्रोफेसनल लाइफको मल्टिपल एस्पेक्ट छ तर एउटा कन्भिन्सिङ एस्पेक्टबाट फर्स्ट होम बायरलाई युजफुल हुने केही इन्फर्मेसन दिन सकिन्छ हुन्छ नो प्रब्लम अब इन टर्म्स अफ वान अफ द सर्भिस द्याट आई प्रोभाइड फ्रम द लिगल पर्सपेक्टिभ इज द प्रपर्टी ट्रान्जेक्सन होइन अब किनबेच गर्नको लागि कन्भेन्सर अथवा सोलिसिटर लयरहरू चाहिन्छ अनि अब यसो सोच्दाखेरि गर्न थालेको पनि 2017बाट गर्न थालेको अब 1 वर्षमा त 10 वर्ष भर्खरै गरे जस्तो लाग्छ होइन लगभग 600-700 घर पास गरिसकेँ होला मैले 600-700 है यति धेरै एक्टिभिटी हुन्छ नेपाली यो मोस्टली नेपाली कम्युनिटीकै कुरा गरियो है अब हामीले सर्भिस प्रोभाइड सबैलाई गर्छौँ होइन इट डजन्ट म्याटर कुन कम्युनिटी भनेर अब त्यहाँमाथि फेरि मेरो ल फर्ममा चाहिँ 3जना लयरहरू छौँ हामी होइन प्लस क्लार्कहरू हुन्छन् डिफ्रेन्ट ब्याकग्राउन्डबाट छौँ कि म नेपाली भयो अनि अर्को एकजना पाकिस्तानी ब्याकग्राउन्डको छ मेरो लयर साथी होइन अनि अर्को एकजना अस्ट्रेलियनै छ भनेपछि वी प्रोभाइड फर एभ्री कम्युनिटी अनि अब मैले अब इन्डियन साउथ एसियन होइन त्यसपछि यहीँको पनि गर्दाखेरि अब बिकज आई बिन अराउन्ड फर अ वाल नाउ आई थिङ्क अब गट अ बिट अफ अ नाइम गोइङ सबै कम्युनिटीमा सर्भिस प्रोभाइड गर्दाखेरि लगभग त्यति भयो होला मेजोरिटी त नेपाली नै होला तपाईँले कन्भिन्स गर्नुभएको क्लाइन्ट एकदम मेजोरिटी अब मैले स्टार्ट गर्दाखेरि नै त्यही आफ्नै कम्युनिटीको लागि बेसमा साँच्चै भन्यो भने तपाईँलाई थाहा छ नि मैले ल स्टार्ट गर्दाखेरि मेरो आफ्नो अर्को जब भएको कारणले गर्दाखेरि ल पास गरिसकेपछि नि मैले खासै प्र्याक्टिस गर्न खोजेको थिइनँ कि ल त्यो चाहिँ नेपाली कम्युनिटीमै 1 वर्ष चाहिँ त मैले पास गरेपछि पनि ल प्र्याक्टिस गरिनँ लाइसेन्स लिइनँ होइन तर कम्युनिटीमा चाहिँ ग्याप भएको कारणले गर्दाखेरि लट अफ लिगल इस्युज भएको कारणले गर्दाखेरि चाहिँ होइन गर्नै पर्ने रहेछ भनेर चाहिँ अनि मैले बल्ल स्टार्ट गरेको हो होइन त्यसैले यस आफ्नै कम्युनिटीमा फोकस गरेर तर यहाँ अब यु डिडन्ट निड द जब निडेड यु होइन त्यस्तो एक्ज्याक्ट काइन्ड अफ अनि त्यसमा त्यहाँ पनि लेसन लर्न छ नि त होइन भन्छ नि त स्किल्स छ भने होइन देन यु डोन्ट निड टु वरी अबाउट त्यो एउटा फिल्म थियो नि 3 इडियट्समा भन्थ्यो के अरे स्किल्स के ल्यायो के अरे पैसा त झकमार्कै आएगा यस्तो के भन्दै सो त्यस्तै हो इन टर्म्स अफ अब त्यहाँ के अरे ग्याप के छ होइन त्यो ग्याप चाहिँ फुलफिल गर्ने भएको कारणले गर्दाखेरि अब त्यतिखेर त फेरि लयर्स सोलिसिटर लिगल पर्सपेक्टिभबाट पनि म मात्रै भएँ प्लस अब अहिले त कम्युनिटीमा कन्भेन्सरहरू माइग्रेसन एजेन्ट होइन अब त्यो सर्भिसहरू अरू प्रोभाइड गर्ने होइन खालि त्यो मात्रै निस सर्भिस मात्रै प्रोभाइड गर्ने पनि अहिले त ग्रोथ भयो नि त तर त्यतिखेर जब मैले स्टार्ट गरेको थिएँ त्यो बेलामा त त्यो पनि थिएन कि त्यो मात्रै होइन कहिलेकाहीँ त हाम्रो अब अहिले त जेपीहरू पनि डकुमेन्ट्सहरू भेरिफिकेसन गर्नको लागि पनि जेपीहरू हुनुहुन्छ होइन जस्टिस अफ पिस होइन अब यो कन्भेन्सिङ मात्रै गर्नको लागि कन्भेन्सर हुनुहुन्छ माइग्रेसनको हेर्नलाई माइग्रेसन एजेन्टहरू हुनुहुन्छ होइन अब तर त्यतिखेर त यस्तो धेरै एडलेटमा त्यस्तो धेरै थिएन आई थिङ्क सोलिसिटर बाहेक अरू प्रोफेसनमा चाहिँ कम्युनिटी पनि ग्रो भएको छ साइज तर साइमल्टेनियसली प्रोफेसनल सर्भिस प्रोभाइडिङ गर्ने हाम्रो कम्युनिटीको ब्याकग्राउन्डको मान्छेहरू पनि ग्रो हुनुभएको छ ग्रो हुँदै गर्दाखेरि चाहिँ कन्भेन्सिङ साइडमा हामीले कुरा गर्दैछौँ मेजर पिटफल्स भनौँ न फर्स्ट होम बायरलाई थाहा हुँदैन प्रोपर्टी अब किन बेच नेपालमा त
होइन बैनापट्टा गऱ्यो लाल पूर्जा भन्यो मालपोत गयो के गरिदिन्छ गऱ्यो यहाँ चाहिँ कसरी हुन्छ काम अब जस्ट फर नलेज इन्फर्मेसन फर्स्ट होम बायरले के गर्ने साँच्चै भन्यो भने त्यो यहाँ पनि त्यस्तै हो टर्म्सहरू अलिक डिफ्रेन्ट हो होइन कसले के काम गर्ने भन्ने कुरा अलिकति डिफ्रेन्ट हो नत्र प्रोसेसहरू हेर्ने हो भने उस्तै खालको हो कि अब एक दुईवटा कुराहरू चेन्ज हुन्छ होइन तर नर्मल्ली उस्तै खालको प्रोसेस हुन्छ हुन चाहिँ अब फर्स्ट होम बायरलाई चाहिँ त्यो इन्फर्मेसनहरू दिनको लागि त्यो फर्स्टमा चाहिँ कसरी गर्नुपर्छ के गर्ने भन्ने कुराहरू त अहिले त धेरै नै सेल्फ एजुकेटेड पनि धेरै हुनुहुन्छ च्याट जिपिटी छ होइन गुगल छ सब गर्ने मान्छेहरू रिसर्चहरू धेरै नै गर्नुहुन्छ तर पनि अब संक्षिप्तमा अलि समरीमा भन्नुपर्दा चाहिँ साँच्चै भन्यो भने मलाई पनि मैले फर्स्ट टाइम घर किन्दा पनि 2014 म पढ्दै थिएँ ल पढ्दै थिएँ होइन फिनिस चाहिँ गरिसकेको थिएन मैले फर्स्ट इयर हो कि यस्तै थिएँ आई ह्याड नो आइडिया वाट आई डिड ब्याङ्क गयो होइन ब्याङ्करले त्यतिखेर त मोर्गेज ब्रोकर पनि खासै धेरै हुनुहुन्थेन यहाँ होइन ब्याङ्क गयो ब्याङ्करले चाहिँ लोन दियो लोन हुन्छ भनेर भन्यो कन्ट्र्याक्ट पनि साइन गर्यो के गर्यो त्यो रिभ्यू गर्न पनि कति लामो हुन्छ कन्ट्र्याक्ट फर्म डकुमेन्ट्स टन्नै हुन्छ केही खासै बुझेको छैन लको स्टुडेन्ट हुँदा पनि खासै बुझेको थिएन त्यसपछि कन्भेन्सरको डिटेल दियो गएर एउटा डकुमेन्ट साइन गरेको थिएँ सेटलमेन्टको दिन चाबी दियो सरियो न लाल पूर्जा भने के हो भन्ने थाहा छ न अनरसिपको डकुमेन्ट थाहा छ के भन्दा अनि त्यो स्टेटमेन्टहरू पनि होइन कति खर्च भएछ के भएछ भने पनि मैले ल पढेर सिधाइसकेपछि 2-3 वर्षपछि त्यो डकुमेन्ट थियो गएर अनि बल्ल हेऱ्यो कि फर्म 1 हेरेर कन्ट्र्याक्ट हेरेर नर्मली त्यो डकुमेन्ट एकदम बोरिङ नै हुन्छ लामो हुन्छ होइन कहाँ के लेखा छ कुन रेलेभेन्सी के हो अब आफूले खोजेको इन्फर्मेसन के हो चेक गर्न पनि के हो पनि थाहा हुन्न नि त त्यो भएर चाहिँ धेरै जस्तो मान्छेहरू जो फर्स्ट होम बायर हुन्छ जसलाई स्टिल तपाईँले जे एक्सपिरियन्स गर्नु त्यही गर्नुहुन्छ नोइङ वाट यु नो नाउ अब 2014मा तपाईँले घर किन्दाखेरि चाहिँ मेबी त्यस्तै सर्कमस्टेन्स अहिले जो मान्छेहरू हुनुहुन्छ उहाँहरूलाई तपाईँले के चेक गर्नु भन्नुहुन्छ तर डोन्ट वरी अबाउट इट कन्भेन्सरलाई चाहिँ यो कुरा चाहिँ सोध्नुहोस् भनेर भन्नुहोस् के भन्छ वाट वुड बी द फ्यु थिङ्स अब यसमा चाहिँ तपाईँको फर्स्ट कुरा त अभियसली कन्ट्र्याक्ट भइहाल्यो होइन अब कन्ट्र्याक्ट चाहिँ अनि एउटा कुरा त्यो कन्ट्र्याक्टमा जानुभन्दा पनि अर्को एउटा कुरा चाहिँ म के भन्न चाहन्छु पहिला भन्दाखेरि जहिले पनि हामीले घर किन्दाखेरि जब चाहिँ नेगोसिएट गर्छौँ नि होइन हामीले एजेन्टसँग नेगोसिएट गर्छौँ होइन अनि त्यसपछि अब प्राइसमा होला अथवा चाहिँ तपाईँको चाहिँ टर्म्स एन्ड कन्डिसन होला सब्जेक्ट टु फाइनेन्स हो कि अथवा सब्जेक्ट टु पेस्ट इन्सपेक्सन बिल्ड इन्सपेक्सन हो कि होइन अथवा कति धेरैलाई थाहा पनि हुँदैन कि अब कुनै केसमा त तपाईँको सेकेन्ड थर्ड घर छ भने मेरो अर्को एउटा घर छ त्यो बेच्नुपर्छ त्यो बेचिसकेपछि मात्रै यो चाहिँ सब्जेक्ट टु सेल अफ माई अनदर प्रोपर्टी भन्नेहरू टर्म्स एन्ड कन्डिसन पनि हुनसक्छ अथवा अफ द प्लान पनि हुनसक्छ होइन अब एजेन्टसँग नेगोसिएट गरिन्छ नि त अनि अब आम नट पुटिङ डाउन द एजेन्ट अर एनिथिङ लाइक द्याट तर के कुरा चाहिँ बुझ्नुपर्छ भन्दाखेरि एजेन्ट भनेको तपाईँको एजेन्ट होइन एजेन्ट भनेको त सेलरको एजेन्ट हो अनलेस यु हेभ हायर्ड अ बायस एजेन्ट होइन टु एक्ट अन योर बिहाफ दे आर नट एक्चुली वर्किङ फर यु दे आर वर्किङ फर द भेन्डर्स राइट सो दे अलवेज हेभ एन्ड द्याट्स देयर ड्युटी एज वेल एज एन एजेन्ट वेन दे हेभ बिन इन्गेज बाय अ सेलर इज देयर ड्युटी टु एक्ट अन द बेस्ट इन्ट्रेस्ट अफ द देयर क्लाइन्ट होइन भनेको भेन्डर अनि मलाई भन्दाखेरि हुन्छ मेरो एजेन्टले यस्तो भन्नुभएको छ भनेर आउनु चाहिँ हि इज नट योर एजेन्ट अनि यस्तो भन्नुभएको छ यस्तो मौखिक कुरा छ यस्तो भनेको छ भने इट डजन्ट रियली काउन्ट वाट दे हेभ सेड होइन त्यहाँ तपाईँले हेर्नुहुन्छ होला इन टर्म्स अफ एडभर्टिजमेन्टहरू दिँदा पनि त्यसमा लेखेको हुन्छ कि लायबिलिटी वेभ गरेको तपाईँहरू आफ्नो के अरे ड्यु डिलिजेन्स आफै गर्नुहोस् होइन इन्फर्मेसनहरू आफै खोज्नुहोस् किनकि हामीले दिएको इन्फर्मेसन बेस्ट अफ द एबिलिटीमा हामीले दिन सक्छौँ तर चाहिँ यु क्यानट रिलाइ अन आवर इन्फर्मेसन भन्ने हुन्छ होइन त्यसैले एउटा कुरा त्यो एकदमै ध्यान दिनुपर्छ कि वाट एभर यु हेभ डिस्कस्ड बिफोर यु साइनिङ द कन्ट्र्याक्ट अनलेस इट्स इन द कन्ट्र्याक्ट इट डजन्ट म्याटर even if they have sent you an email whatever that might be it might be the negotiation but in the contract whatever you've got it अनि त्यसपछि यहाँको एउटा नियम के पनि छ भन्दाखेरि तपाईँलाई कन्ट्र्याक्ट पठाउँदा कि त अब डकु साइन पठायो अथवा फिजिकल नै कन्ट्र्याक्ट दिएको छ भने पनि उनीहरूले तपाईँलाई हरेक पेज साइन गर्न आउँछ इनिसियल गरेर साइन गर्न आउँछ इट मिन्स द्याट यु आर एक्नोलेजिङ यु हेभ रेड एभ्री सिङ्गल टर्म्स एन्ड कन्डिसन यस बट इफ यु सेड लेटर अन ओ द कन्ट्र्याक्ट एजेन्ट टोल्ड मी दिस होइन तर अहिले कन्ट्र्याक्टमा चाहिँ यस्तो रहेछ मलाई चाहिँ भनेन अथवा उसले मलाई हाइलाइट गर्दैन त्यो चेन्ज भएको कुरा चाहिँ मलाई भनेन भनेर चाहिँ यु क्यानट गेट अवे विथ इट बिकज यु हेभ साइन्ड इच पेज अफ इट अथवा डकु साइन गर्दा पनि यु हेभ टु एक्नोलेज एभ्री पेज गएपछि मात्रै तपाईँलाई लास्ट पेजमा गएर साइन गर्न दिन्छ होइन सो यु क्यानट गेट अवे फ्रम सेइङ द्याट आई डिड नट अन्डरस्ट्यान्ड इट भनेर एउटा कुरा त्यसैले कन्ट्र्याक्टमा चाहिँ हेर्नु डकुसाइनमा यस 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 क्लिक क्लिक भन्नुभन्दा पहिला यसो गरेर रिड गर्नै पऱ्यो होइन रिड गर्नै पऱ्यो हेर्नै पऱ्यो टर्म्स एन्ड कन्डिसन के छ अब त्यसमा चाहिँ कन्ट्र्याक्ट हेर्दाखेरि हामीले मेन गरी के हेर्छौँ भन्दाखेरि कन्ट्र्याक्ट भनेको चाहिँ तपाईँको आफ्नो बिजनेस टर्म्स जुन नेगोसिएट गरेका टर्म्सहरू जस्तै पर्चेस प्राइस तपाईँको नामहरू ठिक छ कि छैन हेर्न पऱ्यो कहिलेकाहीँ चाहिँ त्यो तपाईँको चाहिँ नामहरू हेर्दा पनि नामहरू इस्यु कहिलेकाहीँ चाहिँ मिडल नेम
छुटेको हुनसक्छ के हुनसक्छ होइन कन्ट्र्याक्टमा सबै कुरा पछि यदि केही मिस्टेकहरू भएको छ भनेर हामीले पत्ता लगायौँ कुलिङ अफ पिरियडमा त्यो कन्ट्र्याक्ट बाइन्डिङ हुनुभन्दा अगाडि नै पत्ता लगायौँ भने चेन्ज गर्न सकिन्छ नाम चेन्ज गर्न सकिन्न होइन देयर इज अ प्रोसेस अफ डुइङ समथिङ तर एडेन्डम कन्ट्र्याक्ट चेन्ज गरेर चाहिँ एडेन्डम गरेर अथवा कन्ट्र्याक्टलाई चाहिँ अर्को एउटा डकुमेन्ट बनाएर हुँदैन देयर इज अनदर प्रोसेस टु गो थ्रु होइन त्यसमा पनि अब कतिजना चाहिँ मेरो क्लाइन्टहरू हुनुहुन्छ भने मैले आफै त्यसमा गरिदिन्छु इन टर्म्स अफ फ्री अफ चार्जहरू होइन तर क्लाइन्ट्स विल एक्सपेक्ट द्याट टु बी डन तर द्याट इज एडिसनल वर्क द्याट कम्स टु मी सो टेक्निकली वी हेभ टु चार्ज फर देम टु चेन्ज दोज थिङ्स एज वेल होइन कन्भेन्स बाई डिरेक्सन भन्ने फर्महरू हुन्छ तिनीहरू बनाउनु पर्ने हुनसक्छ होइन सो द्याट्स एन एडिसनल वर्क भयो नि त त्यही भएर यु निड टु मेक स्योर द्याट यो नेम्स एन्ड डिटेल्स आर करेक्ट होइन अनि तपाईँले नेगोसिएट गरेका टर्म्स एन्ड कन्डिसन के छ भनेर पनि एकदमै हेर्नु पऱ्यो होइन अनि अर्को एउटा कुरा चाहिँ के छ भन्दा मलाई कन्ट्र्याक्ट पठाउनुहुन्छ अनि तपाईँ भनिदिनुहोस् न के चाहिन्छ के छ फिटफलहरू एकचोटि हेरेर भने अनि मैले जहिले पनि के भन्छु भन्दाखेरि आई क्यान आन्सर यो क्वेसन बट आई क्यान गिभ यु ऑल द आन्सर्स होइन त्यसैले यु निड टु गेट इन द ह्याबिट अफ रिडिङ द कन्ट्र्याक्ट एन्ड से ओके मैले यो कुरा बुझिनँ किनकि मोस्ट अफ द कन्ट्र्याक्ट टर्म्स एन्ड कन्डिसन सेम हुन्छ हामीलाई होइन धेरैजनालाई इङ्ग्लिस राम्रोसँग पढ्न आइहाल्छ सर र एकचोटि हेर्ने अनि हाइलाइट गर्ने तपाईँले नबुझेको कुरा र अनि त्यसपछि चाहिँ लयरलाई अथवा कन्भेन्सरलाई चाहिँ मैले यो कुरा बुझिनँ मलाई सम्झाइदिनुहोस् भन्यो भने द्याट विल बी अ बेटर आउटकम देन जस्ट एन टेल मी वाट इट इज किनकि मलाई एकदमै नर्मल लाग्ने कुरा तपाईँलाई नलाग्न सक्छ लाग्दैन कन्ट्र्याक्ट त्यो पर्चेजरलाई मैले हेर्दाखेरि सब ठिक छ लुक्स गुड भन्ने हुन्छ पर्चेजरलाई चाहिँ तर त्यो कुरा थाहा नहुनसक्छ कि तर चाहिँ तपाईँले के बुझ्नु भएको छैन भन्ने कुरा मलाई थाहा छैन मैले त अघि भने 600-700वटा चाहिँ प्रोपर्टी मैले एसेस सेटल गरिसकेँ होइन अब एभ्री अदर सिङ्गल कन्ट्र्याक्ट लुक्स गुड टु मी होइन त्यसैले इट्स बेटर टु गेट इन द ह्याबिट अफ रिडिङ इट एन्ड हाइलाइटिङ वाट यु वान्ट टु डु नट अन्डरस्ट्यान्ड एन्ड देन आस्क द क्वेसन मलाई यो कुरा बुझिनँ प्लिज मलाई एक्सप्लेन गरिदिनुहोस् द्याट वुड बी लट इजियर फर अस टु एक्सप्लेन एज वेल होइन त्यो चाहिँ अनि हाम्रो प्रोफेसनमा पनि म रिलेट गर्छु क्या यो चाहिँ हामीलाई त एजेन्टले यो भन्दैन भन्ने हुन्छ क्या अब एजेन्ट्स विल नो अ लट अफ थिङ्स अब आई क्यान इमेजिन हाउ मच अ लयर वुड नो होइन इफ यु स्टार्ट टेलिङ एभ्रिथिङ द क्लाइन्ट वुड क्यानट अन्डरस्ट्यान्ड इट्स भेरी डिफिकल्ट टु एक्सप्लेन न त्यो चाहिँ एकदम इम्पोर्टेन्ट तर वाट्स रेलेभेन्ट फर यु भन्ने कुरा चाहिँ त्यो एजेन्टको अथवा त्यो लयरको पर्सपेक्टिभमा चाहिँ उसलाई रेलेभेन्ट कुराहरू चाहिँ एक्सप्लेन गरिदियो द्याट्स युजली होइन त्यसले चाहिँ लिस्ट एक्सपेक्ट भयो तर क्यान यु टेल एभ्रिथिङ नो तपाईँले मलाई भनिदिएको भए मैले यस्तो गर्थेँ होइन द्याट इज नट गन बी एन एक्सक्युज एनिमोर कि किनकि इट्स नट तपाईँले भनेको जस्तै लाइक आई बिन प्र्याक्टिसिङ फर अ लङ पिरियड अफ टाइम हन्ड्रेड्स अफ कन्ट्र्याक्ट्स मैले हेरेको छु होइन अब त्यसपछि त्यो मात्रै होइन कि आई हेभ बिन टु द ल स्कुल फर अ लङ टाइम होइन 4-5 वर्ष लगाएर पढेको हुन्छ 10 वर्ष लगाएर एक्सपिरियन्स आई क्यानट गिभ यु ऑल द इन्फर्मेसन इन कपाल अफ मिनट्स च्याट होइन क्वेसनमा चाहिँ यो पनि यो होइन पढ्नुहोस् तपाईँको आफ्नो सर्कमस्टान्सेसमा आफ्नो जुन सिचुएसन त्यसमा चाहिँ रेलेभेन्टहरू के कुरा छ यो मैले बुझिनँ मलाई बुझाइदिनुहोस् भने होइन इट्स लट इजियर फर अस टु एक्सप्लेन भन्ने चाहिँ एउटा अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि कन्ट्र्याक्ट साइन गरिसकेपछि यदि अक्सन होइन भने तपाईँको साउथ अस्ट्रेलियामा चाहिँ कन्ट्र्याक्ट साइन गरेपछि स्ट्याच्युटरी भनेको बाई ल यु गेट कुलिङ अफ पिरियड होइन कुलिङ भनेको इट्स अ बिग डिसिजन वेन यु आर बाइङ ए हाउस त्यसैले कन्ट्र्याक्टमा कहिलेकाहीँ चाहिँ मलाई अब फोन गर्नुहुन्छ कन्ट्र्याक्ट रिभ्यू गरिदिनुहोस् म तपाईँले कन्ट्र्याक्ट रिभ्यू गरेपछि मात्रै कन्ट्र्याक्ट साइन गर्छु भन्ने कुरा हुन्छ होइन द्याट्स ओके आम मोर देन ह्याप्पी टु डु द्याट एज वेल तर अहिलेको टाइममा प्रोपर्टीहरू पाउन गाह्रो छ नि त होइन अफर तपाईँले हालिसक्नु भएको छ प्रोपर्टी बुझिसक्नु भएको छ कन्ट्र्याक्ट साइन गर्नको लागि चाहिँ कन्ट्र्याक्ट साइन गर्दैमा तपाईँ बााउन्ड हुनुहुन्छ भन्ने छैन अनलेस इट्स एन अक्सन अघि मैले भने अथवा अक्सन कन्डिसन छ अथवा अक्सनमा हुनुहुन्छ भने चाहिँ वन्स यु साइन अ कन्ट्र्याक्ट युआर बााउन्ड बाई इट तर यदि अक्सन कन्डिसन होइन भने साउथ अस्ट्रेलियामा 2 दिन तपाईँले कुलिङ अफ पिरियड पाउनुहुन्छ त्यो पनि 2 दिन बिजनेस डेज हो पऱ्यो भने द्याट्स ओके इट डजन्ट काउन्ट होइन सो इभन इफ यु साइन द कन्ट्र्याक्ट एन्ड इफ यु आर नट ह्याप्पी विथ इट देन यु क्यान सेन्ड इट टु मी फर अ रिभ्यू आफ्टर यु साइन द कन्ट्र्याक्ट बिकज इफ यु आर गोइङ टु लुज द offer or a contract because you have not signed it and you really like the place, then you can still sign it and send it to me to have a look at it. And if there is any issues, then we'll tell you that, look, there is issues. Mind change garnu cha bhane you can pull out of the contract within that 3 days cooling off period. अझ के पनि हुन्छ भन्दा कन्ट्र्याक्ट साइन गरेको कहिलेकाहीँ कन्ट्र्याक्ट साइन गरे पनि अर्को एउटा डकुमेन्ट पनि हुन्छ फर्म 1 भन्ने ओके त्यसलाई चाहिँ डिस्क्लोजर स्टेटमेन्ट भन्छौँ होइन त्यो पनि बाई ल दे निड टु प्रोभाइड भेन्डर्सहरूले तपाईँलाई प्रोभाइड गर्नुपर्छ कन्ट्र्याक्टमा त तपाईँले धेरै जस्तो स्ट्यान्डर्डै हुन्छ प्लस तपाईँले नेगोसिएट गरेका कुरा नै कन्ट्र्याक्टमा हुन्छ भनेपछि इट्स यु वुड नो वाट्स इन इट होइन तर त्यो तपाईँले किन्दै गर्न लागेको प्रोपर्टीमा चाहिँ केही इस्युजहरू छ लिगल इस्युज होस् होइन अथवा अब इजमेन्टका कुरा आउँछन् अथवा त्यहाँ
के अरे कसैले चाहिँ मुद्दा हालेको छ कि कसैले क्याभिएट लगाएको छ कि होइन अब त्यहाँ केही रोकाहरू छ कि बाटोसाटो छोड्नुपर्ने छ कि भन्ने कुराहरू केही प्रोपर्टीमा छ भने त्यो कुराहरू चाहिँ डिस्क्लोजर स्टेटमेन्टमा फर्म 1 मा हुन्छ कि अनि यहाँको लले चाहिँ के भन्छ साउथ अस्ट्रेलिया फेरि रियल इस्टेट चाहिँ फेरि स्टेट ल हो त्यो पनि बुझ्नुपर्छ होइन त्यो एउटै ल चाहिँ हरेक स्टेटमा लागू हुन्छ भन्ने छैन यहाँको साउथ अस्ट्रेलियाको लागि जुन रियल इस्टेट एक्ट छ त्यो मेलबोर्न भिक्टोरियास न्यू साउथ वेल्सबाट डिफ्रेन्ट हुन्छ र त्यहाँ लाग्ने सिचुएसन सर्कमस्टान्सेस टर्म्स एन्ड कन्डिसन यहाँ लागू नहुनसक्छ यहाँ भएको त्यहाँ लागू नहुनसक्छ होइन त्यो फर्म 1 मा चाहिँ उनीहरूले डिस्क्लोजरहरू दिएको हुन्छ फर्म 1 पाएपछि मात्रै कन्ट्र्याक्ट साइन गर्नुभएको छ पहिला फर्म 1 तपाईँलाई दिएको छैन भने फर्म 1 पाएको 2 दिनपछि अनि फेरि फर्म 1 चाहिँ तपाईँले साइन गर्नुपर्छ भन्ने छैन एज लङ एज यु रिसिभ इट द्याट्स इनफ यु डोन्ट एक्चुअली हेभ टु साइन इट एन्ड सेन्ड इट ब्याक द कन्ट्र्याक्ट साइन गरेपछि मात्रै अगाडि बढ्ने भयो फर्म 1 चाहिँ एज लङ एज दे हेभ सर्भड इट एन्ड यु वुड हेभ गिभन परमिसन अन द कन्ट्र्याक्ट टु से द्याट यु आर ओके टु सर्भड बाई इमेल भनेर भन्छ तपाईँले पाउनु भयो भने तपाईँको कुलिङ अफ त्यहाँबाट सुरु भयो साइन गर्नुहोस् नगर्नुहोसँग मतलब भएन होइन त्यसमा एउटा डम क्वेसन छ होइन देयर इज नो सच थिङ एज नेपालतिर घरिघरि सुनिन्छ नि दलालले चाहिँ यस्तो गरेर एउटा किताब देखाएर अर्को किताब दियो भन्ने हुन्छ नि त्यस्तो चाहिँ पोसिबल हुन्छ हुँदैन नि वेल पोसिबल हुँदैन भन्न चाहिँ 100% सकिन्न किनकि त्यस्तो केसहरू भएको छ होइन वेयर देयर इज अ ग्याप सबैले चेक गर्दाखेरि ग्याप हुँदै गएको र तर त्यस्तो हुने चान्स एकदमै कम हुन्छ किनकि तपाईँको चाहिँ प्रोपर्टीहरू यहाँ चाहिँ तपाईँको ल्यान्ड टाइटल अफिस भन्ने जुन छ नि त्यसले चाहिँ तपाईँलाई हरेक किता हरेक कसले अन गर्छ के छ प्लान इमेज सबै कुरा चेक गर्न मिल्छ क्या हरेक कुराहरू चेक गर्न मिल्छ त्यो चाहिँ त्यो कन्ट्र्याक्ट साइन गर्ने बेलामा दिनु दिएको हुन्छ फर्म 1 मा दिएको हुन्छ कन्ट्र्याक्टमै दिन्छ भन्ने छैन तर फर्म 1 जुन कन्ट्र्याक्ट साइन गरिसकेपछि उनीहरूले जुन लिगली दिनुपर्ने डकुमेन्ट्स अफ फर्म 1 भन्ने डिस्क्लोजर स्टेटमेन्ट त्यसमा कपी अफ द टाइटल त्यो मात्रै होइन तपाईँको त्यहाँ ऋणहरू केही छ भने जस्तै मोर्गेज हुनसक्छ त्यो भेन्डरकै हुनसक्छ नि त उनीहरूको मोर्गेज हुनसक्छ अथवा काउन्सिल रेट नतिर्या हुनसक्छ वाटर रेट्स नतिर्या हुनसक्छ इमर्जेन्सी सर्भिस लेभीहरू नतिरेको त्यो सबै इन्फर्मेसन त्यसमा हुन्छ त्यो अनि त्यो मात्रै होइन तपाईँको चाहिँ रोकाहरू लगाएको छ होइन क्याभिएटहरू हालेको छ अथवा इजमेन्टहरू छ भने इजमेन्ट भनेको चाहिँ तपाईँको जग्गा तपाईँको भए पनि तपाईँले सर्टेन पोर्सन अफ ल्यान्ड चाहिँ अरू कसैलाई चाहिँ इन्जोय गर्न दिनुपर्ने हुनसक्छ जस्तै सुवेजहरूको हुनसक्छ इलेक्ट्रिसिटीको बक्सहरू राख्नको लागि गभर्मेन्टले चाहिँ एक्सेस पाउने हुनसक्छ त्यस्ता कुराहरू चाहिँ त्यसमा छ भने त्यो चाहिँ तपाईँलाई पहिला डिस्क्लोज गर्नुपर्ने त्यो गरिसकेपछि वी क्यान हेभ अ लुक एट इट एन्ड गो ओके यस्तो यस्तो कुरा छ तपाईँ अझै यो प्रोपर्टी किन्न चाहनुहुन्छ कि चाहनुहुन्न भनेर डिसिजन गर्न पाइयो कि अनि त्यसपछि तपाईँलाई होइन यो चाहिँ मलाई एकदमै ठुलो इस्यु हो भन्ने भयो भने यु क्यान पुल आउट अफ द कन्ट्र्याक्ट एन्ड देन गो फर इट गो फर एनदर वान होइन यो चाहिँ मैले एक्सेप्ट गर्छु भन्ने भएपछि देन यु सिट अन इट फर 2 days बिजनेस डेज पास हुन्छ देन द डिपोजिट निड्स टु बी पे अनि हाम्रो साउथ अस्ट्रेलियामा चाहिँ अरू स्टेट हेरिकन अलिकति फरक पनि के छ भन्दाखेरि वेन यु पे द डिपोजिट सब्जेक्ट टु अब तपाईँको फाइनेन्सहरू राख्नु सक्नुहुन्छ त्यो चाहिँ 2 दिन कुलिङ अफ सकिसकेपछि पनि तपाईँले सब्जेक्ट टु बिल्डिङ इन्सपेक्सन सब्जेक्ट टु फाइनेन्स राख्नु भएको छ भने तपाईँले डिपोजिट तिर्नु भयो भने पनि भोलि गएर तपाईँलाई त्यो बिल्डिङ इन्सपेक्सनमा अथवा फाइनेन्स चाहिँ तपाईँको अप्रुभ भएन भने त्यो डिपोजिट दिएको पैसा पनि फिर्ता हुन्छ ए ओके कुलिङ अफ डजन्ट रियली म्याटर एज लङ एज द कन्डिसन छ कन्डिसन्स हुनु पऱ्यो त्यो टर्म्स एन्ड कन्डिसन चाहिँ राख्नु पऱ्यो अब अक्सनमा त्यो लागु हुँदैन तर प्राइभेटली नेगोसिएटेड कन्ट्र्याक्टमा चाहिँ सब्जेक्ट टु फाइनेन्स भन्नुको मतलब चाहिँ तपाईँको चाहिँ मेरो फाइनेन्स अप्रुभ भएन भने मैले कन्ट्र्याक्टबाट पुल आउट गर्न पाउनुपर्छ विदाउट एनी पेनल्टिज भनेपछि त्यो तपाईँको डिपोजिट फिर्ता हुन्छ तर त्यो पनि तपाईँको डेट दिएको हुन्छ जस्तै अब सेटलमेन्ट चाहिँ तपाईँले भने जस्तै नेपालमा पास गर्ने भने जस्तै बैना गर्नुभयो तपाईँले डिपोजिट दिनुभयो होइन अनि प्लस अब 30 days पछि चाहिँ सेटलमेन्ट गर्ने भन्नुभएको छ अब अर्को कन्ट्र्याक्टमा चाहिँ के हुनसक्छ भन्दाखेरि 15 दिनभित्रमा चाहिँ तपाईँले फाइनेन्स अप्रुभ गरेको लेटर ल्याइसक्नुपर्छ भनेर अब त्यो लेख्नु भएको छ तपाईँले जस्तै मानौँ अहिले कन्ट्र्याक्ट साइन गर्नुभयो ल 1 May मा चाहिँ सेटलमेन्ट भनेर लेखिएको छ अनि सब्जेक्ट टु फाइनेन्सको फाइनेन्स अप्रुभल डेट चाहिँ 25 अप्रिलको राखेको छ होइन 25 अप्रिल आउँदै गर्दाखेरि तपाईँको फाइनेन्स अप्रुभ भयो कि भएन भने तपाईँले 25 अप्रिलको दिन उसलाई कन्ट्याक्ट गरेर ल मेरो फाइनेन्स अप्रुभ भएन हियर इज द लेटर फ्रम द ब्याङ्क अथवा मोर्गेज सेइङ द्याट माई फाइनेन्स हेज बिन रिजेक्टेड नाउ आई वान्ट टु टर्मिनेट द कन्ट्र्याक्ट गिभ मी माई मनी ब्याक भन्यो भने दे हेभ टु गिभ यु मनी ब्याक ब्याक हुन्छ त्यस्तो ओके एउटा नटसेलमा अथवा एउटा बुलेट पोइन्ट अथवा स्टेप बाई स्टेप भन्दाखेरि घर किन्ने जर्नीमा मैले किन पनि सोधेको छु मेरो धेरै क्लाइन्टहरू जो चाहिँ भर्खरै पिआर पाउनु भएको छ 189 190 अथवा 191 पिआर हुन्छ 491हरूलाई त अब घर किन्न प्रिटी मच रेस्ट्रिक्सन गरिरहेको छ उहाँहरूले चाहिँ घर किन्दाखेरि के हुन्छ प्रोसेस भनेर बुझ्दाखेरि चाहिँ अब हो इन्सपेक्सन खुलिरहेको हुन्छ ओपन हाउसहरू भइरहेको हुन्छ जाने आउटमा छ स्टेप बाई स्टेप भन्नुपर्दा चाहिँ के हुन्छ प्रोसेस फर्स्टमा के हुन्छ सेकेन्डमा के हुन्छ त्यो कन्ट्र्याक्टको डिटेल्सहरू त हामीले बुझ्यौँ होइन अब स्टेप बाई स्टेप भन्नुपर्दा चाहिँ जस्ट लाइक बुलेट पोइन्ट तपाईँले गर्नुपर्दाखेरि चाहिँ हाउ वुड यु
सो नर्मली सबभन्दा पहिला सुरु अब त्यहाँ लट्स अफ पोडकास्टहरू मोर्गेज ब्रोकरहरू एस्टेट एजेन्टहरूले पनि बनाइरहेको हुन्छन् होइन उनीहरूले पनि भन्नुहुन्छ कि सबभन्दा पहिला सुरु त फाइनेन्सको कुरा हेर्नु पऱ्यो तपाईँसँग पैसा छ कि छैन कि त क्यास हुनु पऱ्यो होइन जतिको प्रपर्टी किन्ने हुनुहुन्छ त्यो क्यास हुनु पऱ्यो कि चाहिँ तपाईँसँग लोन हुनु पऱ्यो ब्याङ्कबाट लोन हुनु पऱ्यो अब त्यो लोन लिने प्रोसेसहरू चाहिँ अब कि चाहिँ मोर्गेज ब्रोकरकोमा जानु पऱ्यो अथवा ब्याङ्करकोमा जानु पऱ्यो होइन सेयिङ द्याट मेरो बोरोइङ क्यापेसिटी कति छ मैले कति लोन लिन सक्छु भनेर होइन सबभन्दा पहिला सुरु त्यो प्रि अप्रुभल लोनको प्रि अप्रुभल अथवा क्यास कतिको पैसा छ त्यो पैसा चाहिँ पहिला आफूलाई मेरो क्यापेसिटी के हो कतिसम्मको प्रपर्टी मैले किन्न सक्छु भनेर बोरोइङ क्यापेसिटी हेर्नु पऱ्यो त्यो चाहिँ तपाईँको अनि त्यसपछि त्यो गरिसकेपछि घर नपाउँदा पनि तपाईँको मोर्गेज ब्रोकर ब्याङ्करहरूले चाहिँ प्रि अप्रुभल पनि निकालिदिनुहुन्छ यतिसम्मको तपाईँको म्याक्सिमम एमाउन्ट हो है त्योभन्दा तपाईँलाई चाहिँ बेसी दिँदैन त्यो चाहिँ फाइनल अप्रुभल नहुन्जेलसम्म सर्कमस्टान्सेस तपाईँले जब लुज गर्नुभयो यताउता भयो भने त्यो लुज गर्ने चान्स पनि हुन्छ तपाईँलाई दिएको प्रि अप्रुभल चाहिँ भोलि फाइनल अप्रुभल नहुन पनि सक्छ तर इट गिभ्स यु सम सोर्ट अफ पिस अफ माइन्ड से द्याट यति चाहिँ मेरो म्याक्सिमम भनेर त्यसपछि तपाईँ घर खोज्न जानुहुन्छ घर किन्न जानुहुन्छ होइन अब घर हेर्दै गरेपछि तपाईँले अफर हाल्नु पऱ्यो यसमा चाहिँ सेकेन्ड स्टेप भनेको अफरको कुराहरू भयो अब प्राइभेट ट्रिटीमा किन्दा चाहिँ भनेको प्राइभेटली नेगोसिएटेड गरेर किनेको अब अक्सनमा जानुभयो भने तपाईँले अफरहरू केही पनि हाल्नु परेन अक्सनमा जाने अर्कोले बोलेको भन्दा आफूले $1 बेसी बोल्ने यु क्यान गेट इट तर तपाईँको अक्सनमा चाहिँ के हुन्छ भन्दाखेरि देन यु डु नट ह्याभ एनी अदर कन्डिसन द्याट यु क्यान लुक एट होइन जस्तै बिल्डिङको इन्सपेक्सन गराउँछु मलाई चाहिँ फाइनेन्सको क्लजहरू राख्छु होइन मेरो फाइनेन्स अप्रुभ भयो भने म भोलि चाहिँ यो घर किन्दिनँ भनेर त्यस्तोको भन्न पाइएन अक्सन कन्डिसन मेरो क्वेसन छ यो स्टेप बाई सकेपछि म आउँछु त्यसमा अनि अब त्यो अक्सन कन्डिसन छैन भने चाहिँ तपाईँले चाहिँ अफर हाल्नु पऱ्यो होइन अफर हाल्नलाई तपाईँले मजाले जति हाल्न पनि पाइयो जतिवटा प्रोपर्टीमा जति हाल्न नि पाइयो किनभने अफर एक्सेप्ट हुँदैमा तपाईँ बाइन्डिङ हुनुहुन्न तपाईँ होइन किनकि अघि मैले भने अफर एक्सेप्ट भएर कन्ट्र्याक्ट साइन गरेपछि नि बाइन्डिङ भइँदैन 2 दिनको त कुलिङ अफ पिरियड त छ किनभने त्यो अक्सन त होइन केही एक्सप्लेनेसन दिनु परेन होइन केही पनि एक्सप्लेनेसन दिनु परेन सो वन्स यु गरे त्यो कुलिङ अफ भने मलाई मन लागेन आई चेन्ज माई माइन्ड सक्यो तपाईँ फाइनेन्स अप्रुभ त्यो रिजन केही चाहिएन कि फर वाट एभर रिजन यु क्यान चेन्ज यर माइन्ड एन्ड ब्रिङ द पुल आउट अफ द कन्ट्र्याक्ट सो यु क्यान पुट एज मेनी अफर एज यु लाइक अब हरेक अनि अलिकति फरक साउथ अस्ट्रेलियामा चाहिँ अरू स्टेटभन्दा के पनि छ भन्दाखेरि अरू स्टेटमा चाहिँ जस्तै स्पेसल न्यू साउथ वेल्स जस्तोमा चाहिँ त्यो इनिसियल हाल्दा पनि अलिकति डिपोजिट हाल्नुपर्छ कि अफर हाल्दा नै अलिकति 0. अब आई क्यान रिमेम्बर एक्ज्याक्टली आई थिङ्क इट्स 0.25% मेलबर्नमा त्यही छ जस्तो लाग्छ मलाई $1,000 $2,000 समथिङ एमाउन्ट हुन्छ त्यो तपाईँले अफर हाल्नुभयो एक्सेप्ट भयो तपाईँले भोलि कन्ट्र्याक्ट चाहिँ एक्सचेन्ज गर्नु भएन भने त्यो जुन तपाईँले पैसा हाल्नु भएको थियो नि अलिकति त्यो चाहिँ उनीहरूले काटेर लान्छ तर साउथ अस्ट्रेलियामा त्यो छैन यु डोन्ट नट निड टु पुट एनिथिङ सो यु क्यान पुट अफर अन एनी प्रोपर्टी विदाउट एनी रियल कन्सिक्वेन्सेस एज सच होइन त्यसैले यु डोन्ट निड टु वरी अबाउट इट यु क्यान पुट एन अफर इन न अफर एक्सेप्ट भइसकेपछि देन अब नर्मल्ली तपाईँको अनि एउटा एकदमै ध्यान दिनुपर्ने कुरा यो पनि छ पहिला अफर हाल्ने बेलामा चाहिँ कहिलेकाहीँ के हुन्छ भन्दाखेरि प्रोपर्टी मलाई मन पऱ्यो मैले किन्न मन लागेको छु तर अर्को मान्छेले पनि मन पराएको छ त्यो प्रोपर्टी मैले पहिला चाहिँ सब्जेक्ट टु फाइनेन्स भन्नाले ब्रोकरले मलाई भनेको थियो पैसा यति छ सब्जेक्ट टु फाइनेन्स राख्नु होला भनेर तर मलाई चाहिँ त्यो घर एकदम मन परायो भएर रियल एस्टेट एजेन्टले चाहिँ के भन्यो भन्दाखेरि सब्जेक्ट टु फाइनेन्स भयो भने उसले पनि बेसी दिइरहेछ तिम्रो पनि सब्जेक्ट फाइनेन्स तिमी अनकन्डिसनल गरिदियौ भने चाहिँ म तिम्रो अफर एक्सेप्ट गर्छु भन्ने हुनसक्छ नि त होइन अब उसले अनकन्डिसनल गरिदियो अरे अफर एक्सेप्ट भयो अफर एक्सेप्ट भइसकेपछि कन्ट्र्याक्ट साइन गर्ने बेला चाहिँ अब मलाई फाइनेन्स क्लोज हालिदेऊ भनेर भन्नुहुन्छ कि कहिलेकाहीँ होइन अनि त्यो चेन्ज गर्न मिल्दैन किनकि मेरो ब्रोकरले त मलाई फाइनेन्स क्लोज हाल भनेको छ वेल अफर हाल्ने बेलामा तपाईँको अफर नै अनकन्डिसनल भएको भएर तपाईँले अर्को मान्छेलाई चाहिँ बिट गरे हुनसक्छ भने अब आएर चेन्ज गरिदेऊ भन्दा त उनीहरूले नमान्न सक्छ नि होइन अनफेयर हुनसक्छ तर त्यो भन्दा तपाईँले माइन्ड चेन्ज गर्ने पाइँदैन भन्ने चाहिँ फेरि इफ यु थिङ्क द्याट आई निड अ फाइनेन्स यु क्यान चेन्ज इट एन्ड इफ यु डोन्ट वान्ट पुट फाइनेन्स क्लोज द्याट्स अलराइट देन योर अफर विल बी withdrawn. You get the offer and then you move and go somewhere else. Now, that is the contract sign. अनि त्यसपछि अफर हालेपछि उनीहरूले कन्ट्र्याक्ट दिन्छ कन्ट्र्याक्ट अघि मैले भने जस्तै ह्याभ अ लुक एट द कन्ट्र्याक्ट टर्म्स एन्ड कन्डिसन तपाईँलाई मनपर्ने छ कि छैन ठिक छ कि छैन छ भने यु क्यान साइन इट दे विल गिभ यु द 4 months मोस्ट केसेसमा त्यही दिन 4 month दिन्छ त्यहीँबाट 2 दिन कुलिङ अफ पिरियड सुरु भयो कुनै स्पेसली अफ द प्लान प्रोपर्टीहरू छ होइन अथवा मार्केटमा राख्ने बित्तिकै बिकिसकेको छ भने फर्मनहरू आउन अलिक टाइम लाग्छ कि काउन्सिलबाट ल्यान्ड टाइटलबाट त्यो सबै इन्फर्मेसन आइसकेपछि मात्रै फर्मन बनाएर तपाईँलाई दिने हो नि त त्यसैले कहिलेकाहीँ लाग्न सक्छ अनि कहिलेकाहीँ मान्छेहरूलाई मेरो क्लाइन्ट्सहरूले त्यो पनि हुन्छ मलाई फर्मन दिएको छैन अलिक डजी छ कि क्या यस्तो नो इट्स एक्सपेक्टेड द्याट इट टेक्स टाइम फर देम टु डु इट होइन जस्ट बिकज दे हेभन गिभन यु डजन्ट मिन द्याट देयर इज समथिङ रङ अर एनिथिङ बिकज इट जस्ट टेक्स टाइम टु गेट द इन्फर्मेसन फ्रम द काउन्सिल एन्ड लास्टमा काउन्सिल गभर्मेन्ट भनेको वी आर स्टिल डिलिङ विथ द गभर्मेन्ट नेपालमा
इन्डियामा हामीले भन्छौँ नि त गभर्मेन्ट अलिक स्लो छ भनेर, यहाँ हुँदैमा क्विक भन्ने पनि छैन। यहाँ पनि प्रोसेसमा त जानु पऱ्यो, अलिकति स्लो नै हुन्छ, त्यसैले कहिले काहीँ टाइम लाग्न सक्छ। इट्स नट अ बिग डिल, किनकि तपाईँको फर्म 1 आएपछि मात्रै कुलिङ अफ सुन्यो भने त्यो भयो। अब फर्म 1 आयो, कुलिङ अफ भयो, 2 दिनको कुलिङ अफ हेर्नुभयो तपाईँले, तपाईँलाई चित्त बुझ्यो, अब डिपोजिट हाल्ने। अनि त्यहाँ डिपोजिटमा पनि दुईवटा कन्फ्युजन छ कहिले काहीँ। डिपोजिटमा पनि अब मैले डिपोजिट हाल्दाखेरि मैले के भन्छु भने यहाँकोले 10% डिपोजिट माग्न पाउँछ होइन। तपाईँले $1 million प्रपर्टी छ भने तपाईँले 100,000 त यु क्यान नेगोसिएट टु से द्याट आई वान्ट ओन्ली पे 5% होइन, वाट एभर द्याट माइट बी, बट यु निड टु डु इट एट द टाइम अफ द अफर। किनकि तपाईँले अफर हाल्दाखेरि तपाईँको डिपोजिट एमाउन्ट होइन कन्डिसन हेरेर तपाईँको अफर एक्सेप्ट गरे हुनसक्छ नि त। अब यु क्यान नेगोसिएट विथ देम टु से द्याट आई वान्ट पे लेस। तर त्यो डिपोजिट र फेरि त्यो के अरे डाउन पेमेन्ट डिपोजिट हुन्छ नि जुन ब्याङ्कमा दिने लोनसँगको 20% 5%, त्यो डिपोजिटमा अलिकति फरक छ। यो डिपोजिट भनेको चाहिँ तपाईँले महिना गर्ने एमाउन्ट भयो होइन। अर्को जुन ब्याङ्कबाट लोन लिँदाखेरि मैले $1 million लिँदैछु, तपाईँलाई 80% चाहिँ ब्याङ्कले दिन्छ, 20% चाहिँ डिपोजिट चाहिन्छ भन्छ नि, त्यो चाहिँ फरक डिपोजिट हो क्या होइन। त्यो 200,000 जस्तो 1 million को एक्जाम्पल लिँदाखेरि 20% मा 200,000 आफूले उता तिर्यो अनि ब्याङ्कले 800,000 दियो, 800 चाहियो, अनि आफूले त्यो 25,000 जुन 20,000 वाटेभर यो डिपोजिट दिन्छ नि, त्यो चाहिँ त्यो 200,000 बाट 50,000 माइनस हुने होइन, आफै माइनस हुने। तर त्यो भन्नाले मैले के भन्न खोजेको यसमा भन्दाखेरि कहिले काहीँ के हुन्छ भन्दाखेरि हाम्रो क्लाइन्टहरूले चाहिँ त्यो नबुझेर प्रपर्टी गर्दाखेरि 200,000 डिपोजिट दिनु, ओके इट्स अ ह्युज रिस्क नि त। किनभने उहाँहरूले त्यो ब्रोकरले भने हुन्छ तपाईँलाई डिपोजिट 200,000 चाहिएको छ भनेर, अनि यहाँ एजेन्टले सोच्छ डिपोजिट कति दिने भनेर, उनीहरूले 200,000 भन्यो। त्यो चाहिँ त्यो टर्म एउटै भयो नि त, डिपोजिट, अनि उहाँहरूलाई त्यो डिस्टिङ्सन थाहा छैन, महिना भर्सेस डाउन पेमेन्ट, लोन लिनलाई डाउन पेमेन्टको चाहिँ त्यो डिस्टिङ्सन नथाहा भएको भएर राखिदिनु। अब इट्स नट बिग डिल एज सच होइन, ठिकै छ। तर के चाहिँ सोच्नुपर्छ भन्दा तपाईँ 200,000 डिपोजिट राख्नु भयो अरे, अब 10% छ मानौँ होइन, 100,000 मानौँ, अब नेगोसिएट गरेर तपाईँलाई 50,000 नै राख्नुपर्ने हुनसक्छ। किन डिपोजिट एकदम सकेसम्म कम राख्नुपर्छ भन्दाखेरि भोलि तपाईँले त्यो कन्ट्र्याक्ट सम हाउ तपाईँले त्यो तपाईँको फाइनेन्स भएन अथवा फाइनेन्स चाहिँ अनकन्डिसनल दिनु भएको थियो, डिपोजिट राख्नुभयो, भोलि तपाईँले सेटलहरू गर्न सक्नु भने त्यो डिपोजिट जान्छ नि त, जान्छ होइन। त्यो डिपोजिट जाँदाखेरि चाहिँ वाइ डु यु वान्ट लुज द्याट मच एमाउन्ट अफ मनी भन्ने होइन। हुन त अब के अरे ड्यामेजेसहरू उनीहरूले चाहिँ उनीहरूलाई घाटा भएको छ भने ड्यामेजेसहरू पनि तपाईँलाई चाहिँ रिकुप गर्न सक्छ होइन, त्यसैले ठुलो कुरा त होइन। तर पनि वाइ डु यु वान्ट पुट द्याट मच एमाउन्ट अफ मनी अप फ्रन्ट भन्ने हो कि। भनेपछि त्यो बाँकीको पैसा चाहिँ सेटलमेन्टको बेलामा दिने कि ब्याङ्कलाई कसलाई दिने हो, त्यो चाहिँ आफ्नै एकाउन्टमा राखिरहने हो होइन, आफ्नै ब्याङ्क एकाउन्टमा राखिरहने हो। अनि लोन प्लस आफ्नो डिपोजिट हालेर पछि ब्याङ्कले चाहिँ सेटलमेन्ट गर्ने बेलामा पैसा रिलिज गरिदिन्छ होइन। तर यु डोन्ट निड टु पे द्याट मच अफ डिपोजिट अप फ्रन्ट। कम डिपोजिट गरौँ, कम डिपोजिट गर्नु तर फेरि सम टाइम इट्स अ बिजनेस डिसिजन राइट। सो अर्कोले चाहिँ तपाईँको चाहिँ 50,000 डिपोजिट दिइरहेछ, मैले 1 लाख रुपियाँ दिन्छु भने, मैले त्यो प्रपर्टी पाउँछु भने देन ओके, किनकि तपाईँले हो एक्ज्याक्टली। अनि अनकन्डिसनल बनाउने होइन, डिपोजिट धेरै आफ्नो चान्स बढाउनलाई अनि आजकल चाहिँ तपाईँको पर्चेजिङ पावर एकदमै पर्चेजरहरूको जुन नेगोसिएटिङ पावर एकदम कम छ, किन भन्दाखेरि प्रपर्टीको डिमान्ड एकदम हाई छ। भेन्डरले तपाईँले लिनु भएन भने अर्को लिन्छ होइन। त्यसैले देयर माइट बी सम केसेस वेयर यु आर लुजिङ आउट अन नेगोसिएसन। अब टु गिभ यु एन एक्जाम्पल, मैले प्रपर्टी किने बेला 2014 मा तपाईँको 4 लाख रुपियाँको एडभर्टिजमेन्ट गरेको छ भने हामी 3 लाखबाट सुरु गर्थ्यौँ कि होइन, उयो नेगोसिएसन गर्नलाई होइन। अनि 350 370 मा गयो। अब अहिले तपाईँको 4 लाख रुपियाँको चाहिँ एडभर्टिज गरेको छ भने तपाईँले 450 बाट सुरु गर्नुपर्छ अफर कि होइन, किनकि इट्स भेन्डर्स मार्केट छ। त्यसैले तपाईँको जुन हामीले लिगल्ली भन्दा त यस्तो गर्दा ठिक यस्तो गर्दा भन्छौँ, तर कहिले काहीँ चाहिँ इट्स नट लिगल, इट्स मोर अबाउट द बिजनेस डिसिजन टु से द्याट आई निड टु गेट दिस, द्याट्स ओके, आइ एम गोना एक्ज्याक्टली त्यो हो। सो सेकेन्ड स्टेप त्यो भयो होइन, त्यो फर्म 1 गरेर डिपोजिट दिने त्यो भयो। त्यसपछि तपाईँ अप्रुभलको प्रोसेसमा जानुहुन्छ त्यसपछि। अनि कतिजनाले मलाई फेरि अर्को एउटा एकदम एजुकेसन हुनुपर्ने जरुरी के छ भन्दा कन्ट्र्याक्ट मलाई पठाइदिनु भयो, फर्म 1 मलाई पठाइदिनु भयो होइन। त्यसपछि अब तपाईँको चाहिँ फाइनेन्स डेट मैले अघि भने जस्तै 25 तारिकमा चाहिँ फाइनेन्स डेट छ भने अब देयर इज नथिङ आई हेभ टु डु अर यु हेभ टु डु, यु निड टु गो एन्ड कन्ट्र्याक्ट लिएर जाने, फर्म 1 कपी ब्याङ्करलाई दिने, मर्गेज ब्रोकरलाई दिने, उनीहरूले चाहिँ प्रोसेस सुरु गर्छन् लोनको। लोन अप्रुभ नभएसम्म मैले केही पनि गर्नु पर्दैन होइन। तर फेरि अब क्लाइन्टहरूको चाहिँ त्यो अघि तपाईँले भने जस्तै त्यो इन्फर्मेसन थाहा हुँदैन नि त। अनि उहाँहरूले खोइ मलाई त कन्ट्याक्टै गर्नु भएको छैन, लयरले कन्भेन्सरले मलाई कन्ट्याक्ट गर्नु भएन, फोनै गर्नु भएन, अपडेटै केही पनि छैन। यु निड टु अन्डरस्ट्यान्ड यहाँ चाहिँ के हुन्छ नि, हाम्रोमा चाहिँ अब हामी धेरै, अब म त धेरै नै झन् मेसेज पनि गर्छु, फोनमा पनि कुराहरू होइन, क्वेसन छ भने यत्तिकै पनि इन्फर्मेसन दिइरहेको हुन्छु, त्यो बिग डिल भएन। तर
लिगल कुरामा साँच्चै भन्ने हो भने त टाइम इज मनी सो इफ आई हेभ टु गिभ यु सम ल यहाँ त के छ भन्दाखेरि लिगल्ली त फोन गऱ्यो भने फोनको 6 मिनटको दरले चाहिँ लयरको फी लाग्छ देयर इज अ हेबिट फ्रम द प्रोफेसनल टु से द्याट अनलेस देयर इज एन अपडेट चेन्जेस एन्ड स्टफ देयर इज नो निड टु फर मी टु कल होइन अर फर यु टु कल मी इफ यु हेभ गट एनी क्वेसन्स इफ यु डोन्ट अन्डरस्ट्यान्ड गिभ मी अ कल होइन इफ देयर इज एनी अपडेट आउ गिभ यु अ कल इफ आई निड सम इन्फर्मेसन अथवा केही भनेर होइन अब 2-3 हप्तामा एकचोटि के भइरहेछ भनेर सोध्नलाई द्याट्स ओके तर देयर इज नो निड फर यु टु बी एङ्सियस अबाउट अब के होला अब के होला अब के होला भनेर देयर इज नथिङ टु बी डन अनटिल स्पेसली फर्स्ट होम बायर चाहिँ बढी एङ्सियस नै हुन्छ होइन अब के भइरहेछ मेरो कहिले आउँछ के प्रब्लम हुन्छ कि होइन वेन डु आई गेट इट अनि के छ कि भन्ने ओके त्यस्तो छ भने मैले चाहिँ के भन्छु भन्दाखेरि देयर इज नथिङ रङ विथ जटिङ डाउन अल द क्वेसन्स एन्ड यु नो इन्क्वायरिज त्यो राखेर एकैचोटि ल मलाई यो कुराहरूको इन्फर्मेसन चाहिएको छ लेट मी नो भन्यो भने देन वी क्यान गो थ्रु इट टु से द्याट दिस इज द इस्यु दिस इज यो मैले जसरी अहिले मैले तपाईँलाई बताइरहेको छु उहाँहरूलाई पनि म मजाले एक्सप्लेन गरिदिन सक्छु कि त्यो कुरा चाहिँ होइन अब अप्रुभल आयो अब अप्रुभल आएपछि के गर्ने भन्ने कुरा हुन्छ होइन अब अप्रुभल आएपछि अनि अर्को कुरा के पनि छ भन्दाखेरि एकदमै बुझ्नुपर्ने अप्रुभल आउँदैमा फाइनेन्स अप्रुभ हुँदैमा तपाईँको अब सेटलमेन्ट गर्न त पास गर्न तपाईँ रेडी हुने होइन अप्रुभल आउनुको मतलब तपाईँको मोर्गेज ब्रोकरको काम सक्यो ओके होइन फाइनेन्सको अप्रुभल दियो अब के हुन्छ भने त्यो अप्रुभल दिने मान्छे जुन लोन दिने मान्छे चाहिँ ब्याङ्कर त्यसले अब त्यो फाइल चाहिँ तपाईँको सेटलमेन्ट टिमलाई पठाउनु पऱ्यो पास गर्ने टिमलाई भनेपछि नर्मल्ली तपाईँको चाहिँ जब लोन अप्रुभ हुन्छ त्यसपछि लोन डकुमेन्ट्सहरू कन्ट्याक्ट गर्नु पऱ्यो नि त ब्याङ्कसँग तपाईँले लोन लिन लागेको टर्म्स एन्ड कन्डिसनहरू साइन गर्नु पऱ्यो त्यो 2-3 दिन जस्तो तपाईँलाई लाग्छ त्यो डकुमेन्ट उनीहरूले प्रिपेयर गरेर पठाउनलाई आजकल त अब डकु साइनमै हुन्छ होइन पहिला चाहिँ पेपर वर्कै आउनु पर्थ्यो आएर विटनेस बसेर साइन गर्नु पऱ्यो तर आजकल इलेक्ट्रोनिक नै हुन्छ त्यो डकुमेन्ट 3 दिन जस्तो त्यो डकुमेन्ट आउनु लाग्छ त्यो 3 दिन जस्तो आएपछि त्यो डकुमेन्ट तपाईँले सबै गरेर आइडीहरू सब भेरिफाई गरेर ब्याङ्कलाई पठाउनुहुन्छ त्यसपछि ब्याङ्कले सेटलमेन्ट टिमको भेरिफिकेसन टिम हुन्छ त्यहाँ उनीहरूले त्यो डकुमेन्ट सबै कुरा ठिक छ कि छैन भनेर भेरिफाई गर्छ भेरिफाई गरिसकेपछि अनि अर्को 8-9 दिन चाहिँ तपाईँलाई चाहिँ सेटलमेन्ट बुक गर्नलाई लाग्छ ब्याङ्कको पनि कम्तीमा 2टा डिपार्टमेन्टसम्म त पुग्ने भयो पुग्यो एक्ज्याक्टली होइन क्रेडिट एसेसमेन्ट टिम अप्रुभल दिने टिम अर्को सेटलमेन्ट टिम अनि कुनै ब्याङ्कको त तपाईँको ब्याङ्क भन्दा पनि लेन्डरहरूको त इन हाउस लयरहरू पनि हुँदैन उनीहरूले पनि जसरी क्लाइन्टले चाहिँ हामी लयर कन्भेन्सर छान्नुपर्छ नि उनीहरूले पनि तपाईँको सेटलमेन्ट एजेन्ट अथवा सोलिसिटर छान्नुपर्ने हुनसक्छ भनेको तिनीहरूले पनि त्यो फाइल चाहिँ फेरि लयरलाई पठाउनु पऱ्यो saying that त्यो कुरा ठिक छ भनेर होइन मैले यहाँ भन्न खोजेँ चाहिँ के हो भन्दाखेरि अप्रुभल आउने बित्तिकै भोलि म सेटलमेन्ट गर्छु भनेर हुँदैन कि कसैको चाहिँ के हुन्छ भन्दाखेरि अब अलिकति चाँडो गर्न पाएको थियो घर सर्नुपर्ने चाहिँ यस्तो छ अब ब्याङ्क मोर्गेज ब्रोकरले भनिदिन्छ तपाईँको अप्रुभल आयो मेरो काम सक्यो ल किन सेटलमेन्ट नगर्नु भएको अलिकति चाँडो गरिदिनुहोस् अर्को चाँडो न देयर इज अ प्रोसेस टु गो समटाइम त्यो गर्नु पऱ्यो अथवा तपाईँको चाहिँ अब फर्स्ट होम बायर अफ द प्लानहरू किन्दै हुनुहुन्छ अथवा नयाँ घर किन्दै हुनुहुन्छ जग्गा किन्दै हुनुहुन्छ स्ट्याम्प ड्युटीहरू वेभरहरू एप्लाई गर्नुपर्ने हुनसक्छ त्यो गर्न टाइम लाग्छ फेरि होइन अब पहिल्यै किन नगर्ने भन्ने पनि हुनसक्छ पहिल्यै गर्न नि मिलेन फाइनेन्स अप्रुभ भएको छैन फाइनेन्स अप्रुभ भएर अब म रेडी छु भनेपछि अनि बल्ल हामीले स्ट्याम्प ड्युटी वेभरहरू एप्लाई गर्नुपर्ने हुनसक्छ त्यो पनि द्याट्स ओके अनि त्यो जब फाइनेन्स अप्रुभ भयो लोन डकुमेन्टहरू साइन गरेर पठाइयो अनि त्यसपछि ब्याङ्कले भेरिफाई गरेपछि ल अब हामी लोन दिनलाई रेडी छौँ भनेर भन्छौँ अनि अर्को एउटा एकदमै इम्पोर्टेन्ट कुरा बुझ्नुपर्ने कुरा के छ भन्दा तपाईँको लोन 8,50,000 रुपियाँ चाहिँ अप्रुभ भयो अरे $1 मिलियन प्रोपर्टीमा राइट अब कति पैसा चाहिन्छ आफूले हाल्ने 8,50,000 लोन अप्रुभ हुँदैमा तपाईँले सेटलमेन्टको दिन 8,50,000 पाउँछु भन्ने होइन फेरि किनकि त्यहाँ चाहिँ फेरि ब्याङ्कको पनि फीहरू हुनसक्छ नि त होइन त्यही फीबाट काट्ने हो कि होइन 8,50,000 झन् त्यहाँ अब सेटलमेन्ट फी हुनसक्छ ल के अरे तपाईँको चाहिँ टाइटल सर्च फी हुनसक्छ उनीहरूको वेल्थ प्याकेजहरू हुनसक्छ होइन त्यहाँ धेरै कस्ट एलएमआईहरू पनि त्यसबाट एलएमआई पनि हुनसक्छ एक्ज्याक्ट एलएमआई छ भने एलएमआई पनि काट्न सक्छ त्यसैले त्यो कति एमाउन्ट चाहिन्छ भनेर 1-2 दिन अगाडि मात्रै ब्याङ्कले चाहिँ हामीलाई नोटिफाई एक्ज्याक्ट एमाउन्ट त्यही भएर कति पैसा राख्ने भनेर सोचिरहेको हुन्छ नि मान्छेहरूले होइन हो त्यसमा चाहिँ जहिले पनि मैले के हुन्छ भने जति तपाईँलाई चाहिँ मोर्गेज ब्रोकरले एउटा एस्टिमेट दिन्छ मैले पनि अलिकति एस्टिमेट दिन्छु त्योभन्दा $2,000-3,000 बेसी नै राख्नु होला रेडी गरेर जस्ट इन केस होइन के चाहिन्छ भने किनभने लास्टमा त खर्च भएन भने इट्स योर मनी यु क्यान ह्याभ इट इन योर ओन ब्याङ्क होइन त्यो अब त्यो अप्रुभ भयो रेडी भयो ब्याङ्क रेडी भयो त्यसपछि अनि हामीले गर्ने कामहरू आउँछ अब हामीले गर्ने काम भनेको चाहिँ के हो भन्दाखेरि अब रिक्वायरमेन्टहरू के छ भन्दाखेरि एउटा आइडी भेरिफिकेसन गर्नुपर्ने काम आउँछ क्लाइन्ट बायर्सको आइडी भेरिफिकेसन किनकि साँच्चै भन्ने हो भने यहाँ यसो सोच्नुहोस् त अघि मैले भने जस्तै घर किन्ने बेला तपाईँ न कहीँ जानुपर्छ होइन कहीँ जानु पर्दैन न तपाईँले त्यो जग्गा हेर्न नै जानुपर्छ त्यो ठाउँमा पनि पुग्नु पर्दैन सबै पेपरवर्क अफ साइट हुन्छ होइन अब हामीले जसको नाम चाहिँ ट्रान्सफरमा राखेर पठाइदिन्छौँ प्रोपर्टी उसकै नाममा नामसारी हुन्छ यहाँ चाहिँ प्रोफेसनलहरूलाई चाहिँ धेरै
उयो दिएको छ Obligation. अब्लिगेसनहरू दिएको छ वी निड टु डु द राइट थिङ होइन वी निड टु चेक द्याट डकुमेन्ट्स आर गुड एन्ड सो फोर्थ भनेर होइन त्यसले हाम्रो रेस्पोन्सिबिलिटी हुन्छ कि यो गर्ने तर अर्को कुरा चाहिँ के पनि हुनसक्छ यदि तपाईँको कन्डिसन अलिक चेन्ज छ अलिक डिफ्रेन्ट छ भने यु निड टु टेल अस यु निड टु टेल द लयर्स वाट यु वान्ट टु डु होइन अब जस्तै के हुनसक्छ भने दुईजना हुनुहुन्छ भने अझ हस्बेन्ड वाइफ हुनुहुन्छ प्रपर्टी किन्दाखेरि कहिले काहीँ इन्भेस्टमेन्ट हुनसक्छ अथवा फर्स्ट होममा हुँदाखेरि मेरो चाहिँ एकजनाको मात्रै नाम प्रपर्टीमा राख्ने अर्कोको नराख्ने होइन त्यस्तो कुराहरू छ भने त्यो चाहिँ डिस्कस गर्नुपर्छ हामीलाई भन्नुपर्छ अगाडि नै कि दिस इज वाट आई प्लान टु डु भनेर हामीले पनि सोच्छौँ सोध्न चाहिँ होइन तर हामीले त कहिले काहीँ डकुमेन्ट पठाउँछौँ कि दुईजनाको नाम राखेर डकुमेन्ट पठाउँछौँ दुईजनाले साइन गरेर पठाएपछि त वी थिङ्क द्याट that's what you want. And you have enough information to say that this is for both. Okay. For both भनेर तर if you think that I have said अनि कहिले काहीँ नबुझेर होइन जे पठाएको छ त्यो साइन गरेर पठाइदिनु सक्नु हुनसक्छ त्यसले गर्दाखेरि एररहरू हुनसक्छ त्यसैले यु निड टु मेक स्योर द्याट युआर आस्किङ क्वेसन इन टर्म्स अफ द डकुमेन्ट्स एज वेल होइन डकुमेन्ट बुझिएन भने यु आस्क द क्वेसन जस्ट पठाएको भएर पनि साइन गरेर पठाउनु पनि भएन बुझेन भने सोध्नु पर्यो यो डकुमेन्ट के हो मैले गरेको ठिक छ कि छैन क्वेसन सोध्नु बानी गर्नु पर्यो एकदम तर रेलेभेन्ट क्वेसन सोध्नु होइन त्यसमा फेरि कुन रेलेभेन्ट कुन इरेलेभेन्ट भन्ने पनि थाहा नहुन सक्छ नि त त्यस्तो छ भने क्वेसन सोधेपछि चाहिँ कहिले काहीँ हामीले पनि एरर भएको हुनसक्छ क्वेसन सोधेपछि यो त मैले चेक गरेको थिएन भन्ने पनि हुनसक्छ त्यस्ता कुराहरू पनि क्वेसन सोध्नलाई केही टेन्सन मान्नु पर्दैन त्यो चाहिँ होइन सोद्धा हुन्छ अब त्यो भयो त्यसपछि हामीले आइडी भेरिफिकेसन गर्न पठाउँछौँ पासपोर्ट ड्राइभिङ लाइसेन्स 100 पोइन्ट्स आइडी त्यस्तो हुनसक्छ अनि त्यसपछि अर्को एउटा डकुमेन्ट हुन्छ त्यो चाहिँ हामीलाई इन्गेज गरेको होइन लयरले त्यो मसमलाई अथोरिटी क्लाइन्ट अथोराइजेसन फर्म भन्ने हुन्छ ट्रस्ट अथोरिटी हुनसक्छ होइन अब कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि पैसा जब रिलिज हुन्छ नि ब्याङ्कबाट पैसा रिलिज हुँदाखेरि चाहिँ कुनै ब्याङ्कहरू चाहिँ लेन्डर चाहिँ तपाईँ ब्याङ्क नहुनसक्छ कि थर्ड पार्टी लेन्डरहरू हुनसक्छ उनीहरू त डिपोजिट टेकिङ इन्स्टिट्युसन होइन भनेको तपाईँले जुन अघि जुन भनेको जुन डिपोजिट डाउन पेमेन्टको 2 लाख रुपियाँ होइन $1 मिलियन चाहिँ 200,000 राख्नुपर्छ भनेर भनेको छ भने त्यो 200,000 तपाईँले ब्याङ्कमा राख्ने भनेर भनेको थिएँ मैले कुनै ब्याङ्क चाहिँ अब लेन्डर तपाईँले चाहिँ थर्ड पार्टी लेन्डरबाट लिनुभएको छ भने उनीहरूले त्यहाँ पैसा डिपोजिट लिन मिल्दैन त्यस्तो भयो भने चाहिँ त्यो पैसा हाम्रो ट्रस्ट एकाउन्टमा ल फर्मको अथवा कन्भेन्सरको ट्रस्ट एकाउन्टमा ट्रान्सफर गर्नुपर्ने हुन्छ अनि एउटा नियम चाहिँ यहाँ के छ भन्दाखेरि ट्रस्ट एकाउन्टमा आएको पैसा हामीले कसैलाई पे गर्दैछौँ अन बिहाफ अफ द क्लाइन्ट भने वी निड टु सिक इन्स्ट्रक्सन अन एभ्री सिङ्गल ट्रान्जेक्सन भनेको फ्रम क्लाइन्ट यस सो जस्तै अब कहिले काहीँ के हुन्छ भने पैसा आयो अब स्ट्याम्प ड्युटी तिर्नु पऱ्यो मैले होइन त्यो पैसाबाट भने आई निड टु सेन्ड अ कन्सेन्ट फर्म टु द क्लाइन्ट सेइङ द्याट दिस इज द मनी यु हेभ डिपोजिटेड यु कन्सेन्ट मी टु युज योर मनी फ्रम ट्रस्ट एकाउन्ट टु पे द स्ट्याम्प ड्युटी त्यस्ता फर्महरू हुनसक्छन् त्यो फर्महरू हामी साइन गराउँछौँ फी तिर्नको लागि होइन पेक्सा भन्ने हुन्छ त्यो प्रपर्टी एक्सचेन्ज फी सर्चेजको फी होइन अनि स्ट्याम्प ड्युटीहरू त्यो तिर्नको लागि चाहिँ कन्सेन्ट साइन गर्नु डकुमेन्टहरू साइन गर्नुपर्ने हुन्छ अब आजकल त्यो सबै डकुमेन्ट अनलाइनै हुन्छ त्यो अथोरिटीहरूदेखि लिएर सबै डकुमेन्ट नै हुन्छ हुँदै आइडी भेरिफिकेसन पनि आजकल देयर आर थर्ड पार्टी प्रोभाइडर्स द्याट हामीले इन्फोट्र्याकहरू युज गर्छौँ त्यसमा पनि पैसा लाग्छ होला पैसा लाग्छ अफकोर्स कस्ट लाग्छ होइन त्यो चाहिँ हाम्रो फी होइन अनि कहिले काहीँ चाहिँ क्लाइन्टहरूले चाहिँ तपाईँले मलाई यति फी भन्नुभएको थियो फेरि यो कहाँबाट आयो भन्नुहुन्छ होइन अब द सर्भिस द्याट वी हेभ युज टु प्रोभाइड अ सर्भिस टु यु इट डजन्ट कम आउट अफ आवर पकेट होइन अब त्यो जस्तै मालपोतको फीहरू होइन लेखनदासको फी whatever fee that might be that we incur on your behalf then you have to pay अनि त्यसमा चाहिँ डिस्बर्समेन्ट भन्छौँ त्यसलाई अनि अभियसली हामीले क्यालकुलेट गर्छौँ त्यसपछि टोटल एमाउन्ट कति हुन्छ भनेर होइन तपाईँको यो पर्चेस प्राइस भयो यति तपाईँले डिपोजिट तिर्नु भएको छ यो चाहिँ खर्च छ यति ब्याङ्कले लोन दिँदैछ यति चाहिँ तपाईँले आफ्नो पैसा हाल्नुपर्छ भनेर ब्याङ्कमा हालेपछि अनि त्यसपछि चाहिँ सेटलमेन्टको कुराहरू हुन्छ अनि त्यो पनि तपाईँले काहीँ जानुपर्ने त्यस्तो केही पनि हुँदैन ओके घर बसेपछि यति भएपछि हुन्छ अनि सेटलमेन्ट सकेपछि हामीले ल तपाईँको सेटलमेन्ट सक्यो भनेर भन्छौँ नोटिफाई गर्छौँ ब्याङ्कले पनि तपाईँलाई नोटिफाई गर्छ त्यसपछि चाहिँ चाबी लिनको लागि एजेन्टकोमा जाने अब राम्रो एजेन्ट रहेछ भने गिफ्ट सिप बोकेर फोटो हुन्छ नत्र चाहिँ अघि मैले भने नि एजेन्ट इज नट योर्स राइट सेटलमेन्ट सकेपछि त उसको काम सक्यो अस्ति सकिसक्यो त्यो कन्ट्र्याक्ट साइन गरेर सकिसक्यो ए ल चाबी लिन मेरो अफिसमा आइज भन्नु पनि सक्छ अनि देन यु माइट हेभ टु गो अनि त्यस्तो रहेछ देयर इज नथिङ वी क्यान डु अनि अर्को कुरा के छ भन्दाखेरि साँच्चै एउटा एकदमै इम्पोर्टेन्ट कुरा के छ भने हामीले घर किन्ने भन्छौँ नि साँच्चै भन्यो भने घर किने होइन कि जग्गा किनेको जग्गामा भएको सामान जुन घर छ त्यो पनि आउने हो कि भन्नुको मतलब के भन्दाखेरि इम्पोर्टेन्ट एउटा बुझ्नुपर्ने कुरा हामीले जब चेक गर्छौँ नि फर्म 1 मा डकुमेन्ट्सहरू त्यो घर चेक गर्दैनौँ जग्गा चेक गर्छ ए भनेपछि अस्ट्रेलियामा घर किनबेच हुँदैन जग्गा किनबेच हुने हो जग्गामा अफकोर्स टाइटलमा जुन छ त्यो त्यसलाई चाहिँ इम्प्रुभमेन्ट भएको भन्छ कि
घर भन्दा पनि ल्यान्ड इम्प्रुभ ल्यान्ड त्यहाँ चाहिँ इम्प्रुभ गरेको भनेको घर टहरा जे छ त्यो आउने भन्ने भएन। यसको किन इम्पोर्टेन्स छ भन्दाखेरि एकदमै कुरा चाहिँ के हुन्छ कहिलेकाहीँ चाहिँ हामीलाई के क्वेसनहरू आउँछ नि घरमा किनेको थिएँ त्यहाँ यो सामान बिग्रेको रहेछ उसले चाहिँ मलाई अब घर हेर्न जाँदा सधैँ थियो अहिले पास गरेर आइसकेपछि चाहिँ बिग्रेको रहेछ देयर इज नथिङ वी क्यान डु द्याट अनलेस इट्स इन द कन्ट्र्याक्ट सेइङ द्याट त्यो चाहिँ वर्किङ अर्डरमा हुनुपर्छ अथवा यो हुनुपर्छ भनेर नलेखेसम्म कन्ट्र्याक्टमा नलेखेसम्म जे छ त्यो लिने हो ए ओके होइन त्यो चाहिँ एकदमै त्यही भएर हो आई थिङ्क आई रिमेम्बर मैले घर किन्दाखेरि पनि आई रिमेम्बर मलाई चाहिँ मेरो ब्रोकरले मेरो अर्को बेच्नेको एजेन्टले मेरो ब्रोकरले चाहिँ कुलिङ अफ पिरियड सकिएको छ अथवा कन्ट्र्याक्ट साइन गराएको छ भने पनि इन्सुरेन्स गर घरको भन्थ्यो त्यही भएर होला है एक्ज्याक्टली यहाँ चाहिँ इक्विटेबल इन्ट्रेस्ट भएको भनेर भन्छ कि इक्विटेबल इन्ट्रेस्ट भने भोलि त्यो घर जल्यो भने घर जलेर खरानी भयो केही भयो भने योर इन्ट्रेस्ट इज देयर यु हेभ साइन द कन्ट्र्याक्ट अघि मैले भने त्यो घर नभए पनि तपाईँको जग्गा मात्रै भए पनि लिनु पऱ्यो त्यो घर त आएको हो त्यहाँ होइन सो यु निड टु प्रोटेक्ट योरसेल्फ It's something very different than what I was expecting. Yes. Thank you so much for this. भनेपछि नेपालमा जस्तै pretty much पैसा हुनु पर्यो अथवा लोन अप्रुभल हुनु पर्यो घर मन पर्न पर्यो अफर हाल्नु पर्यो त्यसपछि अफर एक्सेप्ट भएर कन्ट्र्याक्ट साइन गर्यो बैनापट्टा गर्यो त्यसपछि अनि वेट गर्यो फाइनेन्सियल अप्रुभल उसको ब्याङ्कको प्रोसेसको लागि वेट गर्यो अनि त्यसपछि कन्भेन्सरको रोल आयो त्यसपछि ह्यान्डओभर गर्यो कि लियो घर आफ्नो यस अनि यहाँ चाहिँ तपाईँको आफै एउटा इम्पोर्टेन्ट अघि मैले भने सबै अब्लिगेसनहरू चाहिँ तपाईँको प्रोफेसनललाई दिएको छ कि ल्यान्ड टाइटल अफिस गभर्मेन्टले चाहिँ टु मेक स्योर द्याट स्ट्याम्प ड्युटी पे गर्नेदेखि लिएर होइन गभर्मेन्टसँग डिल गर्ने काम जति सबै प्रोफेसनललाई दिएको छ भनेपछि तपाईँको एकदमै रेयर हुन्छ सेल्फ रिप्रेजेन्टेसन यु मस्ट गेट अ प्रोफेसनल टु डु इट कि त लयर कि चाहिँ कन्भेन्सर चाहिँ घर पास गर्नलाई चाहिन्छ नै होइन आज मोतीजीले दिनुभएको इन्फर्मेसन मैले चाहिँ एकदमै आई थिङ्क दिस इज भेरी इन्फर्मेटिभ प्लस अ लट देयर इज अ लट अफ इन्फर्मेसन द्याट यु सेयर्ड तपाईँहरूलाई चाहिँ हाम्रो अडियन्सलाई रिक्वेस्ट इफ देयर इज समथिङ द्याट यु वान्ट टु नो मोर अबाउट प्लिज लेट मी नो आइ एम गोना ड्र्याग मोती ब्याक हियर एन्ड देन आस्क हिम द्याट क्वेसन सो द्याट यु गेट द क्ल्यारिफिकेसन तपाईँलाई इन्डिभिजुअली हि माइट ह्याभ मिस्ड कल्स हि माइट ह्याभ मिस्ड रेस्पोन्ड अर इफ इज नट बिङ responding too often as much as you have wanted let's make this information generalized so that उसले पनि एकपटक मोतीजीले पनि एकपटक भनिदिनु भएपछि चाहिँ धेरैजनालाई भयो र रिपिटेबली सुन्न मन लाग्यो भने हरेकचोटि सुन्न मन लाग्छ सो इफ यु गट एनी क्वेसन्स टु आस्क अबाउट द टपिक द्याट वी डिस्कस टुडे प्लिज लिभ अ कमेन्ट ओर जस्ट सेन्ड मी अ टेक्स्ट मेसेज अर वाट्एभर एन्ड देन आई विल ब्रिङ हिम ब्याक एन्ड देन वी क्यान ह्याभ अ च्याट अगेन अनि त्यसमा पनि तपाईँको चाहिँ आई विल मेक इट क्लियर फ्रम द बिजनेस पोइन्ट अफ भ्यू एज वेल मैले पनि अहिले मेरो सर्भिस टियर डिफ्रेन्ट स्टाइलको छ कि के भइरहेको क्वेसन छ र 24 तपाईँलाई चाहिँ एकदमै धेरै क्वेसनहरू छ भने आई डु हेभ सर्भिसेस द्याट कभर्स अल अफ दोज थिङ्स एज वेल अभियसली हेभ टु पे हायर फी फर द्याट वेयर आई विल बी एक्सेसिबल फर यु फर वाट एभर क्वेसन्स द्याट यु माइट हेभ एज वेल अनि त्यहाँदेखि त्यसपछि सेकेन्ड टियरमा हुनसक्छ जहाँ चाहिँ तपाईँलाई धेरै क्वेसन छैन सिम्पल जग्गा पास मात्रै गर्नुपर्ने छ भने त्यो पनि हुनसक्छ सो अगेन यु नो एज अ पार्ट अफ द सर्भिस द्याट वी डु हेभ those kind of services and on top of that I do things like this where I want to make sure that you know the education is there understanding is there हैन सकेसम्म एक्सप्लेन गर्यो भने मेरो काम पछि सजिलो हुन्छ सबैलाई त्यही कुरा धेरै जस्तो कुरा अघि मैले भने नि धेरै जस्तो कुराहरू मान्छेहरूले बुझ्नुपर्ने त्यही नै कुराहरू हुन्छ त्यसैले यस्तो फोरममा चाहिँ हामीले सेयर गर्दाखेरि इट्स लट इजियर फर एभ्रीबडी टु अन्डरस्ट्यान्ड हाउएभर ह्याभिङ सेड द्याट इच सर्कमस्टेन्सेस इज डिफ्रेन्ट होइन मैले यहाँ भनेको कुराहरू एकदम जेनरलाइज कुरा अनि त्यहाँ अहिले कमेन्टमा मान्छेहरूको चाहिँ मैले इन्फर्मेसन दिएँ द्याट्स नट करेक्ट यो हुनसक्छ त्यो हुनसक्छ भन्ने हुन्छ देयर इज अलवेज गना बी मैले भने नि ल होइन तपाईँको सिचुएसनहरू चाहिँ एकदमै फरक हुनसक्छ त्यो अनुसारको सिचुएसन हुनसक्छ मैले चाहिँ यो एकदम जेनेरिक जेनरल टर्ममा नर्मल कुराहरूमा चाहिँ यस्तो हो कसैको युनिक सिचुएसन छ भने पनि त क्वेसन सोध्न मन लाग्यो भने उहाँले क्वेसन सोध्न सक्नुभयो अनि उहाँहरूकै युनिक सर्कमस्टान्समा पनि हामीले एभ्री नाउ एन्ड देन टपिक डिस्कस गर्न सकिन्छ र अगेन यो एउटा फर्स्ट अब आई थिङ्क हामीले सरब बुझाता वी माइट ह्याभ टु डु अ लट अफ सिरिज अफ सेसन्स लाइक दिस सो द्याट इट्स इन्फर्मेटिभ किनभने धेरै कुराहरू कम्प्लेक्स छ अनि स्पेसली फर्स्ट जेनेरेसन माइग्रेन्ट कम्युनिटीमा चाहिँ हामीलाई फर्स्ट टाइम हुन्छ धेरै कुरो सेकेन्ड टाइम थर्ड टाइम गर्दाखेरि पनि कति कुराहरू बुझ्या हुन्न होइन अलिकति क्ल्यारिटीको लागि चाहिँ आई थिङ्क इफ यु आर ओके विथ इट आई माइट ड्र्याग यु ब्याक हियर मोदी नो प्रब्लम एट अल अब त्यो डिफ्रेन्ट सिनारियो हुनसक्छ यु नो मोर देन ह्याप्पी टु हेभ अ च्याट अबाउट इट अब जस्तो अघि मैले भने डिफ्रेन्ट सिनारियो कसैको फरेन इन्भेस्टरहरू हुन सकिन्छ फर्स्टै होम भए पनि फरेन इन्भेस्टमेन्ट अथवा पार्टनर भिजामा हुनसक्छ त्यसको फेरि सिचुएसन फरक छ त्यसको कस्टहरू फरक छ स्ट्याम्प ड्युटी फरक छ होइन त्यस्ता कुराहरू
कुराहरू पनि फेरि बुझ्नुपर्ने हुनसक्छ त्यसैले आफ्नो सिचुएसन अनुसार चाहिँ क्वेसन सोध्नु पऱ्यो अनि त्यो अनुसार क्लेरिफिकेसन अफकोर्स जेनरल एडभाइस नै हुन्छ हुन चाहिँ तपाईँलाई चाहिने स्पेसिफिक एडभाइसहरू चाहिँ देन यु हेभ टु गो एन्ड फाइन्ड अ प्रोफेसनल टु डु इट फर यु बट जेनरल यो चाहिँ नलेज बेस होइन नलेज सेयरिङ भन्दा पनि कन्सल्टिङ जेनरल नलेज जेनरल एडभाइस इन्फर्मेसनको लागि ओके एउटा एकदम इम्पोर्टेन्ट त्यो एकदम कमन मलाई आउने क्वेसनको एउटा मलाई एन्सर दिन मन लाग्यो कि प्लिज यसमा तपाईँले अघि जस्तै भन्नुभयो नि के कुरामा ध्यान दिनुपर्छ अघि मैले भनिहालेँ घर किनेको होइन जग्गा किनेको सो घर चाहिँ यु निड टु मेक स्योर द्याट यु आर रेस्पोन्सिबल फर इट होइन त्यही भएर त्यहाँ बिल्डिङ इन्सपेक्सन गराउने त्यो गराउने भन्ने कुराहरू छ नि त होइन त्यो गराएर चेक गरेर भन्यो अनि प्लस बिल्डिङ इन्सपेक्सन गराउँदाखेरि ठिक थियो अब अहिले आएर इन्सपेक्सन गर्नुभन्दा अगाडि गएर मैले चेक के अरे घर पास गर्नुभन्दा अगाडि गएर मैले चेक गर्न पाउँछै पाउँदिनँ साँच्चै भने नि पाइँदैन अनलेस यु पुट इट इन द कन्ट्र्याक्ट सेइङ द्याट देयर इज गोना बी प्री सेटलमेन्ट इन्सपेक्सन दे डोन्ट ह्याभ टु लेट यु इन अगेन आफ्टर द सेटलमेन्ट इज डन होइन केही इस्यु छ भने तपाईँको इन्सुरेन्स छ त्यहाँबाट क्लेम गर्नु कुलिङ अफ पिरियड छ त्यो डिपोजिट गरिसक्यो आफ्नो नाममा इन्सुरेन्स गरिसक्यो तर स्टिल you can't go and access the property unless you've got it in the contract saying that I want to do those kind of stuff. Number 1. Number 2, तपाईँको चाहिँ केही सामानहरू त्यहाँ राखेको थियो होइन I will give you an example. Very inclusions inclusions. अब this happened in real life with one of my clients होइन के भयो भन्दाखेरि कन्ट्र्याक्टमा लेखेको पनि थियो say that the inclusion was there was a dishwasher is included on it होइन अब भएको के रहेछ भन्दा त्यो घरमा एक्चुअल डिस्पर्सन चाहिँ रहन्छ तर कन्ट्र्याक्टर पनि अब एजेन्टहरूले कन्ट्र्याक्ट बनाउनु त्योभन्दा अगाडिको घर बेच्दाखेरि थियो होला उसले त्यहाँ मिस्टेकली डिस्वासर भनेर लेखिदियो राइट अनि अब के अरे सेटल भयो नर्मली हामीले इन्क्लुजन्सहरू त्यस्तोहरू चाहिँ अनलेस देयर इज इन कन्ट्र्याक्ट वी कान्ट डु एनिथिङ त्यहाँ कहाँ छ कि छैन भने पनि केही फरक पर्दैन कन्ट्र्याक्ट बनाउनु कन्ट्र्याक्टमा भइसकेपछि देन वी क्यान गो एन्ड सेट इन द कन्ट्र्याक्ट इट सेट डिस्वासर देयर इज नो डिस्वासर राइट अनि त्यसपछि एजेन्टले गर्ने ओके नो वरिज विल हेभ अ च्याट विथ द भेन्डर एन्ड विल ब्रिङ द डिस्वासर टु यू अनि त्यसपछि भोलिपल्ट उसले ल्याइदियो डिस्वासर ल्याएर राखिदियो होइन अनि उनीहरू गए होइन अब मेरो क्लाइन्ट मुभ इन भयो डिस्वासर चलाउनु खोज्छ चल्दैन बिग्रेछ होइन चलेन अनि त्यसपछि मलाई फोन आयो फेरि ल डिस्वासर त चल्दैन अनि त्यसपछि मैले हेरेँ अनि आई ह्याड अ च्याट विथ द एजेन्ट बिकज वेयर डज इट सेज द्याट इट निड्स टु बी वर्किङ डिस्वासर The contract only says dishwasher. There is a dishwasher. Whether it works or not my problem. You see, त्यो हामीले कुरा गर्दाखेरि चाहिँ धेरै कुराहरूमा चाहिँ हामीले जेनेरिक कुरा whatever it says in the legal documents that applies. त्यो सानो सानो कमाको पनि तपाईँको चाहिँ उयो हुन्छ भन्ने हुन्छ नि त इम्पोर्टेन्ट हुन्छ भने चाहिँ यहाँ पनि हेभ यु गट डिस्वासर यस डज इट वर्क it doesn't. Does it say that it needs to be a working dishwasher? No. So there's nothing I can do about it. Working dishwasher लेखाउनु न तर यस्तो हो फेरि अर्को कुरा के पनि भन्दा घर किन्दाखेरि त्यस्ता कुराहरू सानसानो कुराहरू चाहिँ यु निड टु एज्युम द्याट दिस इज वाट आइम गन गेट भन्नु खोजेँ कि डोन्ट ह्याभ द एक्सपेक्टेसन टु से द्याट अर्को सिचुएसन वेयर पेपर मेरो क्लाइन्टले आएर चाहिँ घर मैले पास गरेँ मेरो फर्स्टचोटि मैले घर किनेको घर चाहिँ पुरानो हो फर्स्टचोटि किनेको तर कस्तो फोहोर गरेर दिएको थियो भनेर भन्छ कि भन्नुभएको थियो होइन अब क्यान यु गेट देम टु क्लिन इट अप भने नो वी कान्ट देयर इज नो रिक्वायरमेन्ट फर देम द हाउस द्याट इज क्लिन अब त्यो रेन्टल हो र भएको एउटा कुरा होइन उसमा छैन त्यहाँ माथि फेरि क्लिनिङहरू भनेको कस्तो हुन्छ सब्जेक्टिभ हुन्छ कि मलाई एकदम सफा लाग्ने घर तपाईँलाई एकदम फोहोर लाग्न सक्छ होइन अब कसरी चाहिँ भन्ने कि यो क्लिन हो कि होइन त्यसैले त्यस्ता कुराहरू चाहिँ के हामीले एक्सपेक्ट गर्नु पऱ्यो भने सानोतिनो घर किनिसकेपछि त्यस्तो कुराहरू हुन्छ एन्ड दोज आर द रिस्क द्याट यु आर टेकिङ होइन अब त्यस्तो कुराहरू तपाईँले भने जस्तै अब त्यसलाई एभोइड गर्नलाई चाहिँ हामीले कन्ट्र्याक्टमा राख्न सक्छौँ वर्किङ डिस्वासर राख तर फेरि मैले अघि भने नि यो त पर्चेस पावर त होइन भेन्डर्सको तपाईँले त्यो कन्डिसन राख्नुहुन्छ जसले त्यो कन्डिसन राख्दैन उसलाई बेचिदिन्छ होइन अब म एउटा अर्को ग्रेट इक्जाम्पल आफ गट लोट्स अफ इक्जाम्पल आउट अफ दिस होइन नयाँ बन्दै गरेको घर थियो नयाँ बन्दै गरेको घर छ उसले हाम्रो क्लाइन्टले किन्न लाग्नु भएको थियो टाइममा बनेर ह्यान्डओभर नगर्ने भयो प्रि इन्सपेक्सन गराएको थियो हामीले नयाँ घर अनि प्रि इन्सपेक्सन गर्न जानुभयो इन्सपेक्टरले सबै हेऱ्यो त्यहाँ केही इस्युजहरू देखियो कि होइन यो कुराहरू फिक्स गर्नुपर्छ भनेर अब कन्ट्र्याक्टरले कन्ट्र्याक्टमा नभएसम्म बिल्डरले 2-3 महिनाको जुन त्यो बिल्डिङ कन्ट्र्याक्ट भन्छ त्यो अनुसार उनीहरूले फिक्स गरिदियो भने गरिदियो नत्र चाहिँ भेन्डरले फिक्स गरिरहनु पर्छ भन्ने छैन त्यो बिल्डर तर फेरि अर्को जटिलता कहाँनिर आउँछ भन्दा चाहिँ तपाईँले कन्ट्र्याक्ट त बिल्डरसँग गरे होइन भेन्डरले त तपाईँलाई बेचेर हिँडिसक्यो भेन्डरले
बिल्डरसँग कन्ट्याक्ट गरायो त्यसैले युआर इन मर्सी अफ द भेन्डर टु कन्ट्याक्ट द बिल्डर एन्ड इट्स अन मर्सी अफ द बिल्डर टु कम एन्ड फिक्स दोज थिङ्स होइन त्यो मैले एडभाइस दिएपछि उहाँले के भने मलाई त यो घर ठिक लाग्दैन बन्दैन म चाहिँ लिन्न भन्ने जस्तो कुरा गर्नु होइन अनि इट्स यो डिसिजन हाउ यु वान डु इट होइन त अनि उहाँले चाहिँ ल अब कुरा गर्नुभयो भेन्डरसँग त्यो भेन्डरलाई चाहिँ यो कुराहरू चाहिँ फिक्स गरिदेऊ भनेर कन्ट्र्याक्टमा लेख त्यसपछि मात्रै म प्रपर्टी सेटल गर्छु नत्र भने गर्दिनँ भनेर भन्नुभयो होइन भेन्डरले होइन नो प्रब्लम हियर इज अ डिपोजिट टेक इट ब्याक अब उहाँले 3 महिना अगाडि कन्ट्र्याक्ट साइन गर्नुभएको थियो अब अहिले 3 महिनापछि अहिलेको मार्केटमा त प्राइस बढिसक्यो त्यही घर अर्कोलाई उसले 25,000 फाइदा खाएर बेचिदियो ओके सो युआर लुजिङ आउट अन द्याट भन्न खोजेको मैले इट्स यस रिस्क चाहिँ तपाईँले उयो गर्नुभयो हो त्यो रिस्क चाहिँ तपाईँले कतिको रिस्क लिने हो नलिने हो भन्ने हो के कुरा अब हाम्रो काम त लिगल रिस्क तपाईँहरूलाई भनिदिने हो लास्टमा त इट माइट हेभ बिन ओके टु टेक इट बिकज नाउ अब भन्न खोजेको फेरि मैले अब सबै फिक्स गर्नु 10,000 लाग्थ्यो होला 25,000 बढीमा पर्यो भएन त्यो 25,000 त उसले किन्यो अब तपाईँले फेरि त्यही घर किन्नलाई त अर्को 6 महिना लाग्छ त्यो बेला त अब अर्को 2 लाख बढ्न सक्छ त्यो घर सो दोज आर द डिसिजन द्याट यु निड टु थिङ्क अबाउट होइन तर फेरि वन्स इट्स डन वन्स द सेटलमेन्ट इज डन देयर इज नथिङ आई क्यान डु अबाउट कन्ट्र्याक्टमा छैन सेटलमेन्ट भइसकेपछि अनि उहाँले चाहिँ फेरि तपाईँले पास गरिदिनु भएको यस्तो रहेछ भन्दैन आउनु न इफ देयर इज इभन इफ देयर इज अ ब्रिच अफ कन्ट्र्याक्टमै नभएको कुरा चाहिँ अरूले गर्दैछ र ब्रिच गराएको छ भने कन्भेन्सीको काम त सक्यो नि त अब कन्ट्र्याक्ट उसले फलो गराएको छैन भने त्यो त नयाँ केस भयो कि ब्रिच अफ कन्ट्र्याक्टको ओके कन्ट्र्याक्ट लमा जाने भयो त्यो कन्भेन्सिङमा भएन कन्ट्र्याक्ट ब्रिच अफ कन्ट्र्याक्ट गरेको अब फेरि लिएर त्यो कन्ट्र्याक्ट तर मेरो एक्सपेक्टेसन चाहिँ फेरि के हुन्छ हाम्रो क्लाइन्ट्सहरूको भन्दाखेरि तपाईँले 2 वर्ष अगाडि तपाईँले घर पास गरिदिनु भएको अहिले इस्युज आयो तपाईँले हेरिदिनुपर्छ भन्ने खालको हुन्छ द्याट इज नट हाउ इट वर्क्स the scope of services needs to be clear. Exactly. So what are you paying for in the beginning? So it doesn't mean that there is a lot of such. So obviously we'll try and best होइन हाम्रो नेपाली कम्युनिटी भनेर मैले एकदमै धेरै उयो गर्छु तर आई जस्ट वान्ट पिपल टु अन्डरस्ट्यान्ड वाट द एक्सपेक्टेसन इज एज वेल Okay. All right. Thank you so much to everyone who have been watching us and watching Moti give you a lot of information about a first home buying journey. Hope you got something out of it. And like I said earlier, if you got any questions or a topic you want to have elaborated, I will drag Moti back here and then we can have a chat again. Thank you so much, Moti ji. Again, it's been nice catching up again. Oh, thank you very much. I think we should do this more often. Happy to. मैले भनिहालेँ नि चिया हुनु पर्यो गफ त म जति पनि गर्दिनँ. Okay, I'll make sure there's tea next time. Today I didn't, sorry. That's all right. Oh, good. Thank you so much. Thanks.